काम गर्छ, भाइरल बनाउने काम गर्छ। सबैलाई थाहा छ भाइरल भनेको। हालेलुया। सो कतिजना उत्साहित हुनुहुन्छ आज? ओके, सबै सबै तपाईँहरू कतिजना देशभन्दा बाहिरबाट पनि हेर्दै हुनुहुन्छ? साइप्रसबाट, इजरायलबाट, युएसबाट हेर्दै हुनुहुन्छ कतिजना? हालेलुया। नेपालको कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँ नयाँ मित्रहरू भनेदेखि? आज प्रार्थना सेवाको अन्त्यमा हुनेछ। आजको प्रार्थनाले पनि तपाईँहरूलाई कतिजनालाई मैले देख्दैछु तपाईँको जीवनमा हिलिङ मिराकलहरू हुन जाँदैछ आजको दिनमा। हालेलुया। सो विश्वास चाहिँ देखिनुपर्छ। आई एम सो एक्साइटेड फादर। ओके, जब तपाईँ एक्साइटेड हुनुहुन्छ नि यताबाट बग्छ क्या। उत्साहित छु सीता बानिया। ओके, सीता बानिया उत्साहित हुनुहुन्छ। केटिएमबाट हेर्दै हुनुहुन्छ सुनिता। सुनिता बहिनीले चाहिँ हामीलाई केटिएमबाट हेर्दै हुनुहुन्छ, काठमाडौँबाट। हालेलुया। जब तपाईँहरू उत्साहित भएर हेरिराख्नुहुन्छ नि यताबाट एकदमै नयाँ कुराहरू, नयाँ रेभलेसन होइन बगिरहेको छ। यदि तपाईँले सुन्ने इच्छा गर्नु भएन, तपाईँले कान बन्द गर्नुभयो, हृदय बन्द गर्नुभयो भने होइन टिचिङ चाहिँ त्यति बग्दैन, वचन चाहिँ त्यति बग्दैन। सिन्धु प्लान्चोकबाट हेर्दै हुनुहुन्छ, अरू प्रायः जसो तपाईँहरू काठमाडौँबाट हुनुहुन्छ, हाम्रो लोकल प्लेसहरूबाट हुनुहुन्छ। हालेलुया, थ्याङ्क यू जिजस। न त म बाइबल टिचर होइन, तर पवित्र आत्माले जे प्रेरणा गर्नुभएको छ त्यो कुरालाई म तपाईँहरूको बिचमा सिकाउने प्रयास गर्नेछु। रुथ रावल आइसक्नु भएको छ, स्वागत छ सम्पूर्णलाई। दाजुभाइ दिदीबहिनीहरू जतिजना आइसक्नु भएको छ, आजको टिचिङ शैतानको छापको विषयमा जुन प्रकारको एउटा हाम्रो चाहिँ अवधारणाहरू छ है, अवधारणाहरू, विचारहरू छ, आफ्नो चाहिँ विश्लेषण गर्ने त्यस्तो प्रकारको शिक्षाहरू छ। तर एक्ज्याक्ट बाइबलले भनेको कुरा चाहिँ के हो त्यसलाई चाहिँ म आज व्याख्या गर्ने प्रयास गर्नेछु, जो चाहिँ पवित्र आत्माले चाहिँ प्रेरणा दिनुभयो। हालेलुया। स्टिल मैले पनि सिक्दैछु, यो होइन कि म एकदम बाइबल जान्दछु, मैले पनि सिकिरहेको छु। सो बाइबलहरू अध्ययन गर्ने, सिक्ने क्रम चाहिँ जारी रहिरहेको छ यो संसारमा रहन्जेलसम्म। हालेलुया। जोसेफ केसी आइसक्नु भएको छ। प्रमिलाले चाहिँ हामीलाई युट्युबबाट हेर्दै हुनुहुन्छ। जयमसी प्रेम रुममा धेरै बसी देखिनु भएको छ, उहाँले मलाई मिस गर्नुभएको छ। गड ब्लेस यु ब्रदर। आजको वचनद्वारा तपाईँहरूको धेरैजना अरूहरू अझै आउँदै हुनुहुन्छ। अलिकति क्राइड एरियामा त्यो चाहिँ जुन चाहिँ फेसबुकले स्ट्रिमिङहरूले जुन चाहिँ धेरै रिपोर्टहरूको कारणले चाहिँ लिमिट गरिदिएको छ, स्ट्राइकहरू लगाइदिएको छ। बिस्तारै त्यो पर्खालहरू तोड्दै इन्डिया हुँदै विभिन्न ठाउँहरूमा जान्छ। तर तपाईँहरू जतिजना एकदमै एनिभर्सरी फलोवर्सहरू हुनुहुन्छ, तपाईँहरू चाहिँ जो वर्षौँ पुगिसक्नुभयो, तपाईँहरूको सिधै चाहिँ लाइभ स्ट्रिमिङ आउने गर्दछ। संयोजनाले चाहिँ हेर्नुहुन्छ र धेरैजनाले हाम्रो सेवकाईलाई स्ट्राइक लगाइदिइराख्नु भएको छ। सरी, स्ट्राइक भनेको उहाँले रिपोर्ट गरिदिएको कारणले फेसबुक चाहिँ विचारधीन अवस्थामा हुन्छ। यो साँच्चीकै होइन, यसले जनहितलाई चाहिँ फाइदा गर्छ कि गरेको छ कि छैन भन्ने कुरा चाहिँ फेसबुक विचाराधीन अवस्थामा रहन्छ। हाम्रो कुराहरूलाई चाहिँ उसले चाहिँ अनुसन्धान गरिरहेको हुन्छ। हालेलुया। उत्साहित हुनुहुन्छ, तर अरूहरू चाहिँ हुन्न जस्तो लाग्यो है धेरैजना। तर पनि वचन सुन्नुहोस्। न्यू कमर्सहरूलाई हामीले डेलिभरेन्सको प्रार्थना गर्नुपर्छ, तर पुरानोहरूलाई हामीले वचनबाटै छुटकारा दिने हो। तपाईँले वचन सुन्दै 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 गर्दै जाँदाखेरि तपाईँ छुट्दै जाने हो। नयाँहरू जो आउनुभएको छ, उहाँहरू जो आउनुहुन्छ, परमेश्वरले मलाई बारम्बार भन्नुहुन्छ डबल त्रिबल चाहिँ डेलिभरेन्सको लागि प्रार्थना नगर, उनीहरूलाई चाहिँ वचनबाट सिकाऊ, काउन्सिलिङ गर होइन, वचनमा बलियो बनाऊ, प्रकाशको कुराहरू देऊ। तब तिनीहरूको जीवनमा त्यो लाइट, तपाईँलाई थाहा छ लाइट बढी भयो भनेदेखि, हेभेनली लाइट भयो भनेदेखि हामी चारैतिरबाट सक्सेस हुन सुरु गर्छौँ। जब परमेश्वरको वचन तपाईँको हृदयमा एन्टर गर्छ, एउटा वचनमा भनेको छ तपाईँको वचन जब मेरो हृदयमा प्रवेश गर्छ होइन, त्यसले मलाई समझ शक्ति दिन्छ। तपाईँको वचनको व्याख्याले भनेको छ, अहिले मिल्दैन नेपाली बाइबलमा, तर जब तपाईँको वचन इन्टर गर्दछ तपाईँले धेरै सफलताहरू पाउनुहुन्छ। परमेश्वरले तपाईँलाई हेभेनबाट ब्लेस गर्नुहुन्छ। हालेलुया। इन्ट्रेस्ट गर्दै भन्दै हुनुहुन्छ। हालेलुया, थ्याङ्क यू जिजस। गाउँमा जानुभएको थियो, प्रेम रुममा आइसक्नु भएको छ। गड ब्लेस यु, गड ब्लेस यु, गड ब्लेस यु, गड ब्लेस यु। सो आजको टिचिङलाई अगाडि एकैछिन अझै पर्खौँ। धेरैजना आउँदै हुनुहुन्छ, खाना खाँदै हुनुहुन्छ होला, कतिजना कामबाट भर्खर चाहिँ आइपुग्नु भएको छ। आजको वचन
तपाईँको जीवन, तपाईँ नयाँ विश्वासी हो भनेदेखि बल्ल डेलिभरेन्सको लागि प्रार्थना गर्दा काम हुन्छ। तर तपाईँ कतिजना पुरानो व्यक्तिहरू हुनुहुन्छ जो अलरेडी तपाईँ विश्वासी हुनुहुन्छ, पवित्र आत्मा इभन तपाईँको जीवनमा तपाईँले भन्नुहुन्छ मेरो जीवनमा होली स्पिरिट छ, तर कहीँ न कहीँ छुटकारा डेलिभरेन्सको खाँचो हुन्छ। त्यसलाई परमेश्वरको वचनको प्रकाशले चाहिँ निकाल्ने हो। त्यसकारण मैले अहिले डेलिभरेन्स सेवाकाईलाई अलिकति छुटकारा चङ्गाईको सेवाकाईलाई अलिक पर राखेर वचनहरू तपाईँलाई दिने प्रयास गर्दैछु। तपाईँको वचनको व्याख्याले ज्योति प्रदान गर्दछ, होइन? तपाईँको वचनको व्याख्याले ज्योति प्रदान गर्दछ, त्यसले सिधा साधा मानिसहरूलाई समझ शक्ति दिँदछ। ज्योति प्रदान, जब प्रचुर ज्योति हुन्छ नि, प्रचुर ज्योति हुन्छ, होइन? तपाईँको वचन मेरो गोडाको निम्ति बत्ती हो। प्रभु येशू स्वयं वचन हुनुभएको कारणले उहाँ स्वयं जीवन र ज्योति, त्यो ज्योति जब हामीमा चम्कन सुरु गर्छ नि, त्यसपछि शैतान डराउने हामीसँग। जब लाइट एकदमै इनफ हुन्छ हाम्रो जीवनमा, त्यो प्रकाश इनफ हुन्छ। पहिला म पनि एकदमै खाली फायर प्रार्थना गर्ने, उपवास धेरै, होइन, पसिना बगाउने व्यक्ति हो। तर जब मैले प्रकाशहरू बुझ्दै गएँ, जब वचनहरूलाई मैले बुझ्न थालेँ, वचनलाई चाहिँ मैले हृदयमा चाहिँ छिराउन प्रयास, सिधैमिधी दिँदैन, किनभने शैतानले छरेको कुरालाई पनि फेरि खोसेर लाने प्रयास गर्छ। त्यसकारण हरेक दिन व्यवस्थाको यो पुस्तक तेरो ओठबाट सफलता पाउने, प्रोस्पेरिटी पाउने भनेको नै यहोसीको पुस्तकमा जो लेखिएको छ, होइन? व्यवस्थाको यो पुस्तक तेरो ओठबाट हरेक पटक तपाईँ वचनलाई बोलिराख्दाखेरि, वचनलाई घोषणा गरिराख्दाखेरि, आज एउटा वचन तपाईँले भनिराख्नुहोस् त, तपाईँको जीवनमा ज्योतिभित्र चाहिँ ब्ल्याज हुन सुरु गर्छ, भनेको त्यो चम्किन सुरु गर्छ, प्रचुर मात्रामा ज्योति हुन्छ। मैले त्यही गर्ने गर्छु जब वचन, मलाई चाहिँ ट्रबलहरू आउँछ, विभिन्न प्रकारको, होइन, अट्याकहरू हुन्छ, तब मैले वचनहरूलाई चाहिँ मेडिटेट गर्ने, त्यसलाई बोल्ने बानी गर्छु। तपाईँहरूले पनि गर्नुहोस् हो। हालेलुया। अन्य भाषा बोल्दै वचन बोल्दै यति पावरफुल हुन्छ। हालेलुया। सबले भन्नुहोस् वचनद्वारा छुटकारा आउँछ, वचनद्वारा चङ्गाई आउँछ। उहाँले वचन पठाउनुहुन्छ र निको पार्नुहुन्छ। नयाँ न्यू कमर्सहरूको लागि प्रार्थना गर्ने, उहाँलाई वचन थाहा छैन, वचन सुनेर पनि उहाँहरूले बुझ्नुहुन्न, त्यस्तो व्यक्तिहरूलाई हामीले प्रार्थनाद्वारा सहायता गर्ने। तर तपाईँहरू कतिजनालाई आज मलाई यस्तो, हिजो चाहिँ मलाई ऐठन गर्यो, मलाई यो दुख्यो, मलाई त्यो दुख्यो, शैतानले चाहिँ मलाई चाहिँ दबाब डालिरहेको छ भन्ने व्यक्तिहरूलाई चाहिँ प्रार्थनाले त्यति सहायता पुग्दैन। हालेलुया। वचनद्वारा परमेश्वरले वचन पठाउनुहुन्छ र निको पार्नुहुन्छ। तपाईँ स्वयं करारमा, परमेश्वरले जुन करार चाहिँ, होइन, जुन चाहिँ आफ्नो पुत्रको रगतद्वारा, जुन चाहिँ कृपास्थानमा आफ्नो रगत लिएर जानुभयो र त्यो रगत राखिसकेपछि उहाँले हामीलाई आफ्नो छोराछोरी भनेर किन्नु भएको छ। अनि त्यस कारण त्यो करारमा हामी स्थिर भइराख्यौँ भने त्यसले हामीलाई डेलिभरेन्सको, छुटकाराको प्रोसेसतिर लैजान्छ। हालेलुया। आजको वचन अद्भुत हुनेवाला छ। तपाईँहरूलाई कतिजनालाई डर देखाइएको होला, ओ 666 को बारेमा विभिन्न डरलाग्दो कुराहरू, एकदमै डरलाग्दो कुराहरू बताइएको होला। ए यस्तो हुन्छ, अब 666 आइसक्यो, 666 को नम्बर यता पनि देखियो, आँटामा देखियो, काइयोमा देखियो, अब चाहिँ आइफोनमा पनि देखियो। मसँग आइफोन छ, मसँग आइप्याड छ। सबैले भन्छ आइप्याड चाहिँ डिमोनिक हो, यो आइप्याडहरू म प्रयोग गर्छु। अनि त्यसपछि मसँग एप्पल्सहरू छ। कतिपय मेरै टिमहरूले चाहिँ भिडियो बनाएर राखेको थियो, परार साल के आइफोन युजरहरू सबै डिमोनिक हुन्छ, डिमन चाहिँ एन्टर गर्छ, त्यहाँ चाहिँ 666 हुन्छ। प्लिज सेयर गर्नुहोस्, आज मजा आउनेवाला छ। हालेलुया। कतिजना एक्साइटेड हुनुहुन्छ? थ्याङ्क यू लर्ड जिजस। सेयर गर्नुहोस्, सेयर गर्नुहोस्, सेयर गर्नुहोस्, सेयर गर्नुहोस्। के आइफोन युज गर्नु? तपाईँलाई थाहा छ यो एप्पल लोगो छ नि, यो लोगो जस्तो यसमा देखिएको छैन होला, यो एप्पल लोगो छ नि, यो एप्पल लोगोलाई सिधै डिमोनिक, यो चाहिँ जो चाहिँ आदमले खाएर पतन भएको स्याउ चाहिँ राखेको कारणले हामीले एप्पल प्रडक्टहरू चाहिँ प्रयोग गर्नु हुँदैन भनेर धेरै हिपोक्रेटहरूले चाहिँ भन्ने गर्छ। म तिनीहरूलाई हिपोक्रेट भन्छु, जसलाई केही पनि थाहा छैन, मेच्युरिटीमा थाहा छैन। अब यो एप्पल यो छ नि, अलिकति यो स्याउ खाएको, यो एप्पल्सको लोगो छ नि, हेर्दै हुनुहुन्छ, यो एप्पल्सको लोगोलाई के भन्छ? अति धर्म कर्म गर्ने क्रिस्चियनहरूले, तिनीहरू एक्चुअली क्रिस्चियन होइनन्, प्रभुलाई पछ्याउने होइनन्, तर धर्म कर्म मात्रै गर्ने। अब यो पनि तिनीहरूले लाग्यो, यो देख्यो भने के भन्छ? यो शैतानको एजेन्डा हो। ल हेर्नुहोस् त, यसले त एप्पल्स ब्रान्ड मात्रै, मेरो कम्प्युटर पनि सबै म्याकहरू सबै चाहिँ एप्पल ब्रान्डको छ। अब मैले सुरुमा किन्दाखेरि एकदमै प्रार्थना गरेँ, प्रभु मैले युज गर्नुहुन्छ कि हुँदैन? परमेश्वरले मलाई केही पनि भन्नु भएन। पिस आयो, त्यसपछि मैले अरू ब्रान्डहरू पनि थप्न थालेँ, एप्पल्सको। अब एप्पल्सको ब्रान्डहरू, आइफोनहरू, आइप्याडहरू, आइम्याकहरू,
होइन? सबै चाहिँ मैले किन्दै जान थालेँ, तर कतिजनाले चाहिँ सिधै कतिजनाले जो हिपोक्रेट हुन्छ, जसलाई थाहा छैन केही कुरा, जो मेच्योर लेभलमा छैन, हरेक कुरा शैतान भन्छ उसले। अलिकति केही देख्नै हुँदैन, घरमा यस्तो छापहरू केही देखियो भने म पनि त्यही परिस्थितिबाट आएको। सुरुमा मैले जे पनि देख्दाखेरि ए शैतान, ए शैतान, ए दुष्ट, दुष्टको यो यस्तो फल्ना हो, यो छाप यहाँ हुनु हुँदैन, यो चाहिँ यो 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 भाँडा मिल्काइदेऊ, यो प्रकारको छाप भएको कपडाहरू च्यात्देऊ। कतिपय ठाउँमा हामी होसियार पनि हुनुपर्छ त्यस्तो इन्फ्लुएन्सहरूबाट। त्यस कारणले यो एप्पल्स ब्रान्डहरू युज गर्नुहुन्छ कि हुँदैन? आजभोलि धेरै हिन्दू र मुस्लिमहरूले चाहिँ रुख लगाइरहेको हुन्छ, रुखहरू उनको भगवानको मूर्तिहरू राखेर, नाम राखेर रुखहरू रोपिरहेको छ। अहिले कतिपय मुस्लिम कन्ट्रीहरूले यस्तो रुखहरू, अब तपाईँले मुस्लिम अक्सिजन लिनुहुन्छ कि हुँदैन? अब तपाईँले चाहिँ हिन्दू हाम्रो दाजुभाइले रोपेको रुख, जहाँ चाहिँ उनीहरूको नाममा एकदमै के पूजा आजा गरेर रुखहरू, अब पुरा रुखहरू रोडै पछि हुन्छ। अब म त्यो रोडमा जान्न, त्यहाँ त भन्न पनि सक्छ हिपोक्रेटहरूले, सुन्नुहोस् है, त्यो हिन्दू दाजुभाइले रोपेको रुख चाहिँ सबै अब चाहिँ आफ्नो भगवानको नाममा रुखहरू रोप्छ। मुस्लिमहरूले अल्लाहको नाममा रुखहरू रोप्दैछ। अब धेरै चाहिँ हरित ग्रहण गर्ने भनेको चाहिँ अलि ग्लोबल वार्मिङले गर्दाखेरि रुखहरू लगाउने चाहिँ त्यस्तो योजनाहरू अगाडि सार्दैछ। अनि आफ्नो भगवानको नामहरू लिएर पूजाआजा गरेर विभिन्न कुराहरू, ताबिजहरू के अब मलाई थाहा छैन, त्यो लगाएर अब हामी यहाँ संसारमा छौँ। अब हामीले चाहिँ मुस्लिमहरूको अक्सिजन लिनु हुँदैन, किनभने त्यो मुस्लिमले रोपेको रुख हो भन्ने हामी अरबतिर जाँदा हिपोक्रेट, फेरि पनि भन्छु, बुझ्दै हुनुहुन्छ? त्यस कारण 666 को बारेमा यस्तै प्रकारको भ्रामक कुराहरू तपाईँलाई मण्डलीहरूले भनेको होला। विभिन्न डक्ट्रिन थियोलोजीहरूले, इभन आत्मामा हिँड्ने विश्वासीहरूले पनि विभिन्न डराइदिइरहेको होला। अब हातमा आइसक्यो, अब तपाईँको अनुहारलाई चाहिँ अब चाहिँ आइफोनले तपाईँको फेस चाहिँ सबै लगेर चाहिँ कलेक्सन गर्दैछ, अनि तपाईँको निधारमा त्यहीँनिर छाप लगाइदिन्छ, यहाँ 666 को टाटो लगाइदिन्छ शैतान आएर त्यस्तो व्यक्तिहरूलाई। किनभने आइफोन आजभोलि आइफोनमा कतिपय एन्ड्रोइडहरूमा पनि के आएको छ भनेदेखि अब यसरी चाहिँ तपाईँको चाहिँ फेसबाट चाहिँ अनलक हुने मोबाइलहरू आइसकेको छ। इन्ट्रेस्टेड हुनुहुन्छ कतिजना जवानहरू, तपाईँहरू बुझ्दै हुनुहुन्छ? अनि त्यसले के गरेको छ, आइफोनले सबैको फोटोहरू खिचेर, त्यो सही पनि हो, फोटोहरू सबै जतिजना तपाईँले फेस लकहरू राख्नुहुन्छ आइफोनमा, जो चाहिँ हातमा चाहिँ फिङ्गरप्रिन्टबाट खोल्नुहुन्छ, अब त्यहाँबाट 666 को मार्क भइरहेको छ भनेर तपाईँलाई डराउन दिइरहेको होला छापहरू। आज म तपाईँलाई क्लियर गर्नेछु, सेयर गर्नुहोस्। बडो लिफ रहा सो ठोल ब्रोजा रेल हासो क्रोमन्थ बोलोरबे रिलोस। पहिला म पनि त्यही प्रकारले गुज्रदै आएको, हरेक कुरा देख्दाखेरि शैतान, दुष्ट आत्मा, यो शैतान, यो त्यो शैतान, अनि झन् बढी शैतानलाई चाहिँ मौका दिने हामीले चलन गरिरहेका हुन्छौँ। ओके, अझै धेरै आउनुपर्छ आजको सेवाकाईमा, किनभने आज मैले एक्सपोज गर्दैछु जो तपाईँको चर्चमा सिकाइएको छ। 666 को आँटा आयो भने खाना त्यो भित्र राखेको चाहिँ खाना खाने कि नखाने भन्ने कुरा म 2-3 वर्ष अन्यलमा पर्थेँ। आजभोलि म बकैदाले खाइदिन्छु। 666 भनेको के हो वास्तवमा आज म तपाईँलाई बताउँछु, र परमेश्वरको छाप के हो त्यस विषयमा म तपाईँलाई बताउँछु। हालेलुया। थुप्रै डिभाइसहरू अब कतिपय ठाउँहरू मैले हेरिरहेको छु, कतिपय ठाउँहरूमा 6 लेखेको त कति छ। आज म एक्सपोज गर्नेवाला छु, आज म भण्डाफोर गर्नेवाला छु, जो चाहिँ 666 को विषयमा तपाईँको चर्चमा अब तपाईँको प्रोफेटहरूले, तपाईँको एपोस्टलहरूले सिकाउनु भएको कतिपय कुराहरू सही पनि होला, तर आज जुन चाहिँ तपाईँहरूलाई म ढुक्कसँग यी कुराहरू बताउँदैछु, प्लिज अरू धेरै मान्छे चाहियो मलाई। थ्याङ्क यू जिजस। वचनबाट, त्यतिकै मेरो कल्पनाबाट होइन, वचनबाट म तपाईँलाई बताउँछु। परमेश्वरको छापको विषयमा पनि म तपाईँलाई बताउने छु। यहाँ के भन्दै हुनुहुन्छ बहिनीले? तुलसी मेरीमा रोपेको हुन्छ र त्यसलाई पूजा पनि गरिन्छ, तर तुलसी खाँदा राम्रो हुन्छ। तुलसी दबाईको रूपमा प्रयोग हुन्छ, त्यसैले कहिलेकाहीँ तुलसी टिपेर खाइन्छ। ओके। कतिपय अवस्थामा सावधान पनि हुनुपर्छ हामी है, नयाँ विश्वासीहरूको सन्दर्भमा प्रेरितको पुस्तकमा प्लिज अन्य जातिहरूलाई यस्तो खतना लिने कुराहरूदेखि लिएर अब कतिपय कुराहरू यिनीहरूलाई चाहिँ नलादौँ, तर
यो खतना दिने कुराहरू, यस्तो कष्ट नदिउँ अन्य जातिहरूलाई। तर गला अट्ठाएको खानेकुरा के भनेको छ त्यहाँनिर। कतिपय कुराहरू यिनीहरूलाई, नयाँहरूलाई चाहिँ उनीहरूको शङ्का धेरै चाहिँ, उनीहरू चाहिँ धर्म कर्म गर्ने व्यक्ति भएको कारणले गर्दा यो गर्नुहुन्छ कि यो गर्नु हुँदैन कि भन्ने दुविधा र शङ्का, जहाँ शङ्का तपाईँको जीवनमा डर र शङ्का उत्पन्न हुन्छ नि, त्यहाँनिर डेभलले काम गर्ने हो। हालेलुया, हालेलुया, थ्याङ्क यू जिजस। ओके, हालेलुया। बढ्दैछन् गुरुबा, ओके बढ्दैछन्, थ्याङ्क यू। हाम्रो चर्चमा 666 बारेमा सिकाएकै छैन। ल हेर्नुहोस्, कतिपय चर्चमा 666 बारेमा सिकाएकै छैन। अब यो कतिपय चर्चहरूमा सिकाएको होला, तर त्यसलाई गलत तरिकाले त्यो त यहाँ हातमा दाहिने हात सबले ख्याल गर्नुहोस् त। हामी पढिहालौँ न त्यो खण्ड, प्रकाश 13 अध्यायको प्रकाश 13 अध्यायको 17 र 18 हामीले पढ्नेछौँ आजको विशेष खण्ड चाहिँ। ओके, धेरैजना आइसक्नु भएको छ। गॉड ब्लेस यु अल। मैले काम गर्ने ठाउँमा पनि धेरै हिन्दू र त्यो अगुवाईको फोटोहरू टाँसेको छ। ओके, तपाईँ नयाँ हुनुहुन्छ? ओके, नयाँ हुनुहुन्छ भने ओके, हाम्रो चर्चको लाई त थाहा पनि छैन। ओके, थाहा हुँदै जानेछ। 666 भनेको चाहिँ 666 भनेको म तपाईँलाई बिस्तारै बताउँदैछु। प्रकाश 13 को 16 र 17 मा हामी पढाउन। यहाँ स्क्रिनमा, तपाईँको मोबाइलको स्क्रिनमा छ, म पढ्नेछु। 16 र 17, 18 पनि छ। अनि त्यसले साना र ठुला, धनी र गरिब, फुक्का र कमारा सबैलाई तिनीहरूको दाहिने हात वा निधारमा छाप लगाउन लगायो। छाप लगाउन लगायो। त्यो छाप नभइकन कसैले किनमेल गर्न नपाउने भयो। त्यो छाप चाहिँ त्यस पशुको नाउँ वा त्यसको नाउँको सङ्ख्या हो। र तलपट्टि 18 मा भनेको छ, बुद्धिमत्ता यसैमै छ। एकदमै डिप पुरा। बुद्धिमत्ता भन्दा बित्तिकै तपाईँले ग्रिक वर्ड खोज्नु होला। बुद्धिमत्ता यसैमा छ जसको समझ, सोफिया भन्छ, सोफिया। बुद्धिमत्ता यसैमा छ जसको समझ छ, त्यसले त्यस पशुको सङ्ख्या जोडोस्, किनकि त्यो कुनै मानिसको सङ्ख्या हो र त्यो सङ्ख्या चाहिँ 666 हो भनेको छ है। हाम्रो बाइबलमा चाहिँ यसरी लेखिएको छ। तपाईँले 666 को बारेमा अब धेरै चर्चा भएको होला। तपाईँको चर्चमा चाहिँ धेरै चर्चा भएको छ होला 666 को विषयमा। आज म त्यसै विषयमा, कतिपय चर्चमा त थाहा पनि छैन भन्दै हुनुहुन्छ। बडो दुःखदायी कुरा है, बडो दुःखदायी कुराहरू म देख्दैछु चर्चमा। अझै पनि यो कुराहरू चाहिँ कसैलाई बताइएको पनि छैन। अब कस्तो प्रकारको चर्चमा तपाईँहरू सेवा गर्दै हुनुहुन्छ, बडो यो दुःखदायी कुरा हो। यो चाहिँ प्रकाशको पुस्तकमा हामीले त एकदम, म बच्चा हुँदै ख्रिस्टमा है, बच्चा हुँदै नै मैले पनि सुनेको छैन। ओ माई गॉड, 666 भनेको अन्त्यको दिनमा के हुन्छ भने, अन्त्यको दिनमा यस्तो ट्रिबुलेसन आउँछ। ट्रिबुलेसनको टाइममा शैतानले कतिपय मानिसहरूलाई, तपाईँ हाम्रो मैले अहिले टिचिङ चाहिँ पुरा अगाडि तपाईँको अगाडि ल्याइसकेको छैन। हामीले के सुन्ने गरेका छौँ भने, एउटा छाप लगाउनु पर्छ बाँच्नको लागि, आँटा किन्न, चाउचाउ अन्डा किन्न, खनिज किन्नको लागि। तर एक विश्वासीले त्यो लगाउनु भनेको सिधै शैतानको छोराछोरी भएर नरक जानु हो। शैतानको, यसरी हामी बुझ्ने गर्छौँ साधारण भाषामा बुझ्दाखेरि हो। त्यो लगाउनेहरू सबै नरक जान्छ, किनभने त्यो शैतानले मार्क लगाइसकेको हुन्छ। त्यस कारणले त्यो चाहिँ हामीले लगाउनु हुँदैन। जस्तो सुकै कष्ट, जस्तो सुकै होइन ट्रिबुलेसन आए तापनि, विभिन्न प्रकारको आपद विपद आए तापनि हामीले त्यो चाहिँ लगाउनु हुँदैन, जो चाहिँ प्रभु येशूको रगतले धोइएको छ। त्यो लगायो भनेदेखि त्यो चाहिँ नरक जान्छ। त्यसले वर्षौंसम्म गरेको विश्वास त्यसले गुमाउने खतरा हुन्छ, पूर्णतया गुमाउने नै हुन्छ। त्यस कारणले गर्दा हामीले 666 लेखेको कुरा चाहिँ यहाँ निधारमा कहाँ बनेको छ, एकचोटि फेरि पढौँ त, ख्याल गर्नुहोस् है। कहाँ बनेको छ? दाहिने हात, तपाईँको दाहिने हात
र निधारमा। सबले ख्याल गर्नुहोस् है, दाहिने हात र निधारमा। कहाँ? निधारमा फोरहेड भन्छ, त्यसपछि निधारमा, त्यसपछि कहाँ भनेको छ? हातमा, दाहिने हातमा। दाहिने हातमा सम्झिराख्नुहोस्, निधारमा फोरहेड यहाँ र यहाँ लगाएर, त्यो लगाएपछि बल्ल त्यसले किनमेल गर्न पाउँछ। अनि त्यसपछि उसले आँटा किन्न सक्छ, उसले चामल किन्न सक्छ, त्यसपछि अन्डा किन्न सक्छ, जीविका गर्न सक्छ। अनि त्यो समय शैतानले चाहिँ पूर्ण रूपले कब्जा गरेको हुन्छ। त्यतिखेर विपत्तिको समय पनि हुन्छ, ट्रिबुलेसन अर्थात् महासङ्कष्टको समय पनि हुन्छ। त्यस कारणले गर्दा हामी विश्वासीहरूको विश्वासको जाँचको लागि पनि यो हुने गर्छ भन्ने विभिन्न तमाम, कतिजनाले फ्रान्समा आयो, दुबईमा आयो, नेपालमा पनि आयो, यहाँ चिरेर लगाएको छ, त्यो 666 होइन। म तपाईँलाई बताउँछु, 666 जो मान्छेहरूले बनाइरहेको छ नि मिडियामा अड्कलबाजी गरेर, जो वचन उनीहरूले पढेकै छैन, वचनलाई तिनीहरूले चाहिँ पुरानो ट्रान्सलेसनहरूलाई उल्था गरेकै छैन, यहाँ चिरेर यस्तो स्क्यान गर्दाखेरि त्यो चाहिँ पक्कै पनि ट्रायल हो। पक्कै पनि शैतानले अर्थात् अन्धकारको शक्तिले चाहिँ त्यो उसले चाहिँ ट्रायल गरिरहेको छ, अर्थात् उसले प्रयास गर्दैछ कहाँबाट चाहिँ मार्क अफ द बिस्ट मानिसलाई करप्ट गर्न सकिन्छ। निधारमा लगाएर पक्कै पनि त्यो एउटा ट्रायल हो, तर मार्क अफ द बिस्ट चाहिँ अहिलेसम्म आएको छैन। मतलब त्यसको ट्रायल हुँदैछ, त्यसको चाहिँ विभिन्न मान्छेले कोरोनाको समयमा भने होइन, हातमा र यस्तो गरेर सेनिटाइज गर्दा र अब त्यहाँ कतिपय ठाउँमा चेकिङहरू, सिक्युरिटी चेकिङहरू गर्दाखेरि आई स्क्यानहरू भइरहेको कुराहरूदेखि लिएर अब यहाँ नाकमा के प्रविधिहरू पनि चेक गर्दाखेरि लगायो, मार्क अफ द बिस्ट आयो भनेर हल्ला, त्यत्तिकै हल्ला। त्यतिखेरको जसले पनि ल्यायो त्यो मार्क अफ द, कसैले भ्याक्सिन लगायो मार्क अफ द बिस्ट नो। पक्कै पनि शैतानले हामीबाट लाइट रिमुभ गर्न खोज्दैछ। हामी विश्वासीहरू, हामी पवित्र आत्माको छाप लगाइएको व्यक्तिहरू, पक्कै पनि शैतानले के गर्दैछ हामीबाट त्यो ज्योति चाहिँ, तपाईँको वचनको व्याख्याले ज्योति प्रदान गर्दछ। जब हामी वचनहरू स्वीकार गर्छौँ, जब वचनहरू सुन्छौँ, हाम्रो हृदयमा हामी भित्र चाहिँ लाइट एन्टर हुन्छ, लाइट चाहिँ प्रवेश गर्छ भित्र। अनि टु मच लाइट भयो भनेदेखि तपाईँसँग प्रशस्त गाडी, घर, बङ्गला, अर्थात् तपाईँ सक्सेस भएर आउनुहुन्छ। विरोधीहरू यसो हेर्दै हुनुहुन्छ कि भनेर, विरोध चाहिएछ। अब पक्कै पनि मानिसको जीवनमा जब लाइट, ज्योति, प्रकाशहरू, रेभलेसनहरू सुरु गर्छ नि, त्यसको जीवनमा सक्सेसहरू आउँछ, प्रोस्पेरिटी आउँछ। हिलिङ डेलिभरेन्सको साथसाथै सक्सेस, मान्छे चाहिँ त्यसपछि चम्किन सुरु गर्छ, डाँडामा बसालिएको सहर जस्तै। हालेलुया, शेयर गर्नुहोस्। अझै पनि धेरै मान्छेले थाहा पाउनुपर्छ। ख्याल गर्नुहोस्, निधार र हात, दाहिने देब्रे हात होइन, ख्याल गर्नुहोस् यति कुरा चाहिँ, निधार र हात, दाहिने हात। आमेन। सो तपाईहरु कतिजनालाई थाहा भयो, अन्त्यको दिनमा, महासङ्कष्टको दिन आउँछ, त्यतिखेर लडाई। अब प्रकाशको पुस्तक अनुसार, प्रकाशको पुस्तकमा भएको त्यो चाहिँ सलाह निस्कन्छ। त्यो सलाह चाहिँ यस्तो पृथ्वीमा भएको सलाह होइन, जसको केस चाहिँ स्त्रीको जस्तो हुन्छ, मुख चाहिँ सिंहको जस्तो हुन्छ, पुच्छर चाहिँ बिच्छीको जस्तो हुन्छ। त्यसले चाहिँ टोकिरहेको हुन्छ, मान्छेले बाहिर भित्र गर्न सकिरहेको हुँदैन, पुरा टोकिरहेको हुन्छ। त्यतिखेर विपत्तिहरू हुन्छ, युद्ध त भइरहेको छ। अब यो त प्रभु येशू होइन हुँदाखेरि नै यो युद्धको हल्ला त पहिलेदेखि भएको, यो चाहिँ खास साइन होइन। तर अब जब महासङ्कष्टको दिनमा प्रवेश गर्दाखेरि विश्वासीहरू उठाइ लगिनु पर्ने। महासङ्कष्टको बिचतिर भन्छ कसैले, प्री ट्रिबुलेसनको अगाडि नै उठाइन्छ भन्छ, कसैले चाहिँ होइन पोस्ट ट्रिबुलेसन। ट्रिबुलेसन पछि सबैले कष्ट भोगेपछि मात्रै, सबैले कष्ट भोगिसकेपछि त्यो बिच्छीहरूले डस्नुपर्छ। त्यो बिच्छीले डस्दाखेरि के हुन्छ भने मान्छेले मृत्यु खोज्छ। मृत्यु खोज्छ भनेको छ, पहाडलाई भन्छ मलाई चाहिँ म चाहिँ यो यस्तो सङ्कष्टमा जिउन सक्दिनँ। सुत्केरी दिदीबहिनीहरू जो चाहिँ गर्भवती हुन्छ, तिनीहरू चाहिँ जिउनलाई त्यहाँतिर सकिरहेको हुँदैन, जिउन सकिरहेको हुँदैन। तिनीहरूले के भन्छ भनेदेखि मलाई खसेर पुर भन्छ। पहाडले भन्छ आफै कष्टमा छु, तँलाई कसरी पुर्न सक्छ। त्यतिखेर पहाडले पनि त्यसलाई पूर्ण मान्दैन, मृत्यु तिनीहरूबाट भाग्छ। सिंहलाई भन्छ ती मान्छेहरूले मलाई खान मलाई खा भन्दाखेरि सिंहले भन्छ म टन्नै भएको छु, तँलाई खान सक्दिनँ। मृत्यु भाग्ने कुरा बडो चाखको विषय छ, आउने दिनमा म प्रचार गर्छु। बाइबलमा चाहिँ छ त्यो एसायाको पुस्तक र प्रकाशको पुस्तक होइन, एसाया, यिर्मिया, होसेको पुस्तकहरूमा
त्यो कुराहरू छ। होसेको पुस्तकमा पहाड खस्न हो पहाड, मलाई मेरो बच्चा चाहिँ यसरी अकालमै भोकभोकै रोइरहेको म हेर्न सक्दिनँ भन्छ होइन। सुत्केरी दिदीबहिनीहरू, अरू त भाग्छ, बाटो टिङ्गोहरू चाहिँ सर्भाइभ गर्न सक्ला, तर सुत्केरीहरूको बिजोग हुन्छ। त्यसकारण प्रभु येशूले भन्नुभयो सुत्केरीहरू यो इजरायलमा हुन्छ, प्राय इजरायलमा हुन्छ। सुत्केरीहरूको लागि बडो बिजोग र दर्दनाक दृश्यहरू हामीले देख्न पाउँछौँ यदि त्यो समयसम्म हामी रहन सक्यौँ भने। कारणले मृत्यु चाहिँ भाग्छ भनेको छ। अनि त्यतिखेर धेरैजना विश्वासीहरू जो चाहिँ परमेश्वरको छाप, अब म परमेश्वरको छाप, परमेश्वरले पनि छाप लगाउनु हुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरको पनि छाप छ, पशुको मात्रै छाप छैन, परमेश्वरको पनि छाप छ। अब परमेश्वरको छाप लगाएको विषयतिर आउँछ। 666 को बारेमा बुझ्नुभयो। 666 प्राय धेरै मानिसले अहिलेसम्म, मैले पनि बल्ल 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 बुझ्दैछु। एकदमै स्पिरिचुअल रूपमा, एकदमै भास्ट, एकदमै डिप रूपमा हिँड्ने व्यक्तिहरूले पनि, त्यही भएर बुद्धिमत्ता भनेको छ। 666 को बारेमा तपाईँलाई त्यसको इन्टरप्रेट गर्न आउँदैन भने प्लिज लिडरहरू म तपाईँलाई भन्छु, 600 प्रकाश 13 को 18 लाई त्यसलाई चाहिँ उल्था गर्न, त्यसलाई चाहिँ मान्छेको दिमागबाट त्यसलाई चाहिँ मान्छेले जुन आफ्नो बुद्धिमत्ता प्रयोग गरेर कोसिस गर्छ नि त्यसलाई उल्था गर्नको लागि, यो होला 666 भनेको यो होला। मैले पनि बल्ल 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 बुझ्ने प्रयास गर्दैछु 666 भनेको के हो। थोरै निष्कर्षमा मैले बुझ्दैछु। अब अन्तिम चरणमा आइसक्यो, यो पो रहेछ 600। मैले भन्दै 666ले चाहिँ त्यो चाहिँ अब सामानहरूमा हुन्छ, त्यो प्रयोग गर्नु हुँदैन भन्ने चाहिँ एकताका मेरो चाहिँ विचार थियो। अब त्यो चाहिँ टाटु लगाइदिन्छ, शैतानले जबरजस्ती पक्रिन्छ, खान पाइँदैन होला, त्यसपछि त्यसले लगाइदिनु होला। मैले त्यो सोचिराख्थेँ, विचार गरिराख्थेँ है। 666 को विषयमा जहाँ पनि अब त्यही हुन्छ, आँटा मैदा सबैमा त्यही हुन्छ। हामीले चाहिँ त्यसलाई छुन पनि हुँदैन भनेर कतिजना विश्वासीले फालिदिएको पनि देखेको छु। तर अहिले त्यसो नगर्नुहोस्। अहिले हातमा लगाउने र निधारमा लगाउने कुरासँग त्यो प्रसङ्ग मिल्दैन, किनभने एकताका अब सबै ठाउँमा 666 नै हुन्छ। 666 नै छाप लगाएको। अब कसरी बाँच्ने, जे कुरा म काहीँमा समेत देखेको छु। अब यो एप्पल लोगोमा पनि छ, मैले एप्पल प्रयोग नगर्ने, एप्पल लोगोमा पनि 666 छ। आदम र हब्बाले खाएको त्यहाँभित्र चाहिँ त्यस एउटा चाहिँ रोबोट राखेको छ, शैतान हो त्यो भन्छ, त्यो सिरी भन्ने, तपाईँले बुझ्नु भएको छ। सिरी भन्ने चाहिँ एउटा चाहिँ त्यसमा एउटा एप हुन्छ, सफ्टवेयर हुन्छ। हेलो भन्यो भनेदेखि त्यसले पनि त्यो बोल्छ, रोबोट बोल्छ। त्यसलाई शैतान भनेर मान्छेहरूले 666 भनेर होइन। अरू धेरै जानु पर्दैन, तपाईँको आइफोन किन्नुभयो भने त्यहाँनिर सिरी भन्ने चाहिँ एउटा एप छ। त्यो एपले चाहिँ त्यो बोल्छ के, आइमा एउटा बोल्छ। मैले के एन्सर चाहिँ खोज्नु पर्यो भने त्यसले चाहिँ एन्सर हाउ आर यु भन्यो भने आइ एम फाइन गुड भन्छ। अनि त्यसपछि मैले केही कुरा खोजेँ भने उसले बताइदिन सुरु गर्छ, सिरी। अनि त्यो चाहिँ त्यो सिरी मैले चाहिँ प्रयोग गर्नु हुने कि नहुने। अब इभन सोनी क्यामेराहरूमा 666 देखिएको छ, सोनी क्यामेरा। अब सोनी क्यामेरा बिना त अब लाइभ स्ट्रिमिङै हुँदैन। सोनी क्यामेराहरूमा 666 लेखेको छ। के हो त अब त्यो 666 भनेको के हो त, आज हामी बुझ्ने प्रयास गर्नेछौँ। 666 भनेको, त्यही भएर 18 मा मात्र त्यो उल्लेख गरेको छ। माथि चाहिँ 20 नम्बर। 3वटा कुरा ख्याल गर्नुहोस्। के भनेको छ भने एउटा छाप हुन्छ, एउटा चाहिँ मार्क हुन्छ, एउटा चाहिँ पशु हुन्छ। यसलाई छुट्याउनुहोस् है, 17 अनुसार लेखिदिनुहोस् त मेरो टिमहरूले। छाप, पशु र नम्बर, सङ्ख्या। आँटा मैले पनि फालेको हो। ओके फाल्ने कि नफाल्ने, तपाईँको दिमागले, तपाईँको विश्वासले त्यो चाहिँ थेक्दैन भने फाल्नुहोस्, किनभने त्यहीँबाट तपाईँलाई अलिकति गाह्रो हुनसक्छ। तर म त खाइदिन्छु, मलाई त्यो भित्रको सम्बन्ध केही हुनै छैन है। 666 लेखेको आँटा कस्तो शैतानिको करप्ट भइसकेछ भन्नु होला कतिजनाले। अब बाबा सबै ठाउँमा अब धेरैजनाले चाहिँ रुखहरू रोप्छ उनीहरूको भगवानको नाममा, त्यो अक्सिजनै नलिने। सबै ठाउँमा त्यो कुराहरू हुन्छ। 666 लेखेर चाहिँ रुखहरू रोप्छ। बुझ्न गाह्रो भयो। ओके, बुझ्न गाह्रो भयो। तपाईँहरू कतिजनालाई बुझ्न गाह्रो भयो। 666 भनेको शैतानको छाप हो भन्ने बुझ्नुहोस्। त्यो पशुको छाप।
है लुगा नै फालेको छु ठिक छ फाल्नुहोस् त्यो हामीले सुहाउँदैन तपाईँको विश्वासले पुग्दैन मैले पनि 666 नम्बरको केही कपडाहरू लगाएँ भने मलाई पनि कतिजनाले नराम्रो ठान्न सक्छन् मेरो लागि त्यो केही पनि होइन किनभने आज म परमेश्वरको छापको विषयमा तपाईँलाई बताउनेछु अब हामी एकछिन शैतानको छापको छोडेर अब हामी विश्वासीहरू परमेश्वरको छाप लगाइएका व्यक्तिहरू परमेश्वरको छापको विषयमा मार्क भन्छ क्या त्यसलाई मार्क मार्क भन्छ के लेखेको छ तीनवटा कुरा ख्याल गर्नुहोस् 17 मा नम्बर संख्या पशु र अर्को छाप तीनवटा कुरालाई ख्याल गर्नुहोस् है सबले 17 मा भएको कुरालाई ख्याल गर्नुहोस् छाप लेखेको छ पशुको नाउँ र संख्या है संख्या पशुको छाप संख्या पशुको छाप पशुको नाउँ पशुको छाप भनेको छैन है 17 लाई ख्याल गरौँ त्यो चाहिँ एउटा चाहिँ मार्क 666 भनेको बाइबलमा अझै थाहा छैन कतिजनालाई हाम्रो हसिना दिदी सबभन्दा पुरानो विश्वासी हो बिचरा उहाँले सोच्दै हुनुहुन्छ ओ माई गॉड प्रकाश 13 को 18 मा लेखिएको छ है प्रकाश 13 को 18 सबै नयाँ हुनुहुँदो रहेछ तर तपाईँ कतिजना पुरानो पनि हुनुहुन्छ सुन्दै हुनुहुन्छ प्रकाश 13 को 18 मा चाहिँ त्यो कुरा उल्लेख गरिएको छ है यो चाहिँ जसलाई शैतानको छाप भन्छ पशुको छाप शैतानको छाप पनि भनेको छैन तीनवटा कुरा ख्याल गर्नुहोस् पहिलो कुरा तपाईँले ख्याल गर्नुपर्ने निधारमा दाहिने हात त्यसपछि दोस्रोमा तपाईँले ख्याल गर्नुपर्ने मार्क बिस्ट यदि तपाईँलाई इङ्ग्लिस आउँछ भने त्यसपछि नम्बर नम्बर ओ माई गॉड तपाईँहरू नयाँ हुनुहुन्छ कतिजना ठिक छ नयाँ अरूहरूको लागि तपाईँहरू बुझ्दै ठिक छ अलमल्लमा पर्नु भयो अरूहरूले बुझ्दै हुनुहुन्छ तपाईँ बुझ्दै जानुहुन्छ अन्त्यसम्म सुन्दै जानु होला हालेलुया ओके अब हामी विश्वासी जसले हामीले प्रभुमा विश्वास गर्यौं अब म सिम्पल तरिकाले बुझाउँछु जो हामी विश्वासीहरू छौं जो पिता पुत्र पवित्र आत्माको नाउँमा पिता पुत्र पवित्र आत्माको नाउँमा हामीले बप्तिस्मा लिएर प्रभु येशूलाई व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनी हामी जो विश्वास गर्छौं ती व्यक्तिहरूलाई परमेश्वरले अलरेडी छाप लगाइसक्नु भएको छ यो कुरा चाहिँ तपाईले बुझ्नु पर्यो जो चाहिँ गलातीको पुस्तक अनुसार एफिसी 1 को 1 अध्यायमा लेखिएको छ एफिसी पवित्र आत्माको छाप लगाइएको हुन्छ बुझ्दै हुनुहुन्छ सिल्ड भन्छ सिल्ड र मार्क सिल्ड एफिसी 1 को 13 अनुसार अब यहाँ ध्यान दिएर सुन्नुहोस् अब तपाईहरुको कमेन्टलाई छोड्नुहोस् है अब एकछिन तपाई कमेन्टलाई छोड्नुहोस् म परमेश्वरको छापको विषयमा आउँदैछु एफिसी 1 को 13 अनुसार पवित्र आत्माको छाप हामीमा लगाइयो छाप बाहिरको सँग सरकार हुँदैन ब्रान्ड चाहिँ जहिले पनि भित्र हुन्छ अब यो एप्पल ब्रान्ड छ हैन जस्तै एप्पल लोगो तपाईले देख्नु भएको छ अब यो भित्रबाट पनि एप्पलै हो है यसमा स्यामसङको पार्ट पुर्जाहरू हुन असम्भव हुन्छ यो एप्पल नै हो बुझ्दै हुनुहुन्छ यसमा स्यामसङको कुनै पनि कुराहरू हुँदैन स्यामसङको मोबाइल स्यामसङको छाप लगाइएको हुन्छ स्यामसङ लगाएर त्यहाँनिर सिग्नेचर गरिएको हुन्छ एप्पलको चाहिँ त्यो लोगो हुन्छ है मार्क एप्पल ब्रान्डको जति पनि मोबाइलहरू डिभाइसहरू आउँछ त्यसको एउटा छाप हुन्छ अनि मान्छेले भन्छ यो त एप्पल ब्रान्डको रहेछ यो चाहिँ एप्पल ब्रान्डको आइफोन एप्पल ब्रान्डको आइप्याड एप्पल ब्रान्डको चाहिँ सामानहरू रहेछ म्याकबुक आइम्याकहरू रहेछ भन्ने कुरा थाहा हुन्छ स्यामसङको मोबाइल किन्नेहरू भिभोको मोबाइल किन्नेहरूको आफ्नो ब्रान्ड हुन्छ एप्पलको हैन ब्रान्डको चाहिँ भित्रपट्टि पनि उसको एप्पलको क्वालिटी र विशेषता हुन्छ त्यसैगरी
तपाईँलाई थाहा छ हामी विश्वासी हौँ, हामी ख्रिस्टलाई अंगीकार गरेका छौँ, विश्वास गरेका छौँ र हामीले मनदेखि उहाँलाई प्रेम गर्छौँ र विश्वास गर्छौँ मृत्युले नछुटाएसम्म, मृत्युसम्मै म चाहिँ प्रभु येशूलाई सेवा गर्ने व्यक्ति हो र उहाँ नै मेरो प्रभु हुनुहुन्छ भनेर विश्वास गर्नेहरूको लागि एउटा विशेष प्रकारको छाप हुन्छ। पावलले पनि भन्छन्, पावलले पनि भनेका छन् कि म गलाती 6:17 त्यहाँ पनि मार्क भनेको छ, म चाहिँ ख्रिस्टको मार्क चाहिँ छाप चाहिँ धारण गर्दछु भनेको छ। त्यसकारण परमेश्वरको छापको विषयमा पनि छ स्पष्ट त्यहाँनिर जो कुरा चाहिँ परमेश्वरको छाप जो चाहिँ उहाँले आफ्ना मानिसहरूलाई लगाउनुहुन्छ। एफिसीको पुस्तक टाइप गरिदिनुहोस्, अहिले टाइप गरिदिनुहोस्, कमेन्ट बक्समा राखिसक्नु भएको छ। अनि जो परमेश्वरले आफ्नो मानिसहरूलाई, आफ्नो चुनिएकाहरूलाई छाप लगाउनुहुन्छ, यो कुरा बुझ्दै हुनुहुन्छ विश्वासीहरू, तपाईँ परमेश्वरबाट मार्क गरिएको हुनुहुन्छ। सबले भन्नुहोस् म परमेश्वरबाट छाप लगाइएको। यदि तपाईँले ग्रहण गर्नुभयो, विश्वास गर्नुभयो र तपाईँले अहिले स्टिल आफ्नो विश्वासमा हिँड्दै हुनुहुन्छ भने तपाईँ परमेश्वरबाट छाप लगाइएको व्यक्ति हो, परमेश्वरबाट छाप लगाइएको व्यक्ति हो। अब शैतानले पनि के गर्छ, शैतानले गुड एप्लिकेटर भन्छ नि, त्यसले चाहिँ कपी गर्नलाई माहिर छ। प्रत्येक कुरा त्यसले कपी गर्छ। इभन प्रार्थना, त्यसको आफ्नै अन्य भाषा छ, त्यसले कपी गरेको थियो। त्यसको आफ्नै विभिन्न चान्डहरू छ, विभिन्न कुराहरू छ जो परमेश्वरबाट उसले कपी गर्यो, परमेश्वरबाट सिकेर उसले आफ्नो मानिसहरूलाई प्रदान गर्यो। इन द सेम म्यानर जसरी परमेश्वरले छाप लगाउनु भयो, सबले भन्नुहोस् म छाप लगाए, परमेश्वरको छाप लगाइएको व्यक्ति हो भन्नुहोस्, अंगीकार गर्नुहोस्। किनभने एफिसी 1 अध्याय अनुसार म पवित्र आत्मामा छाप लगाइएको व्यक्ति हो भन्नुहोस् जति सक्नुहुन्छ। तपाईँ डेभलको छाप लगाइएको व्यक्ति होइन। आज म स्पष्ट तपाईँको भ्रमहरू जो तपाईँको चर्चमा सिकाइएको छ, सबले भन्नुहोस् विश्वासीहरूले, मैले विश्वास गर्छु, म प्रभुलाई प्रेम गर्छु, कुनै पनि होइन परिस्थितिमा म पछाडि फर्किने कुरा असम्भव कुरा हो। त्यस कारणले गर्दा म छाप लगाइएको व्यक्ति हो, परमेश्वरको छाप लगाइएको व्यक्ति हो। प्रकाशको पुस्तकमा त्यहाँनिर उल्लेख गरिएको छ, प्रकाशको पुस्तकमा पनि उल्लेख गरिएको छ। प्रकाश 7 अध्यायमा त्यहाँनिर परमेश्वरले आफ्ना मानिसहरूलाई छाप लगाउनु भयो भन्ने कुरा चाहिँ यस भन्नुहोस् लेख्नुभन्दा धेरै तपाईँले लेख्दाखेरि कतिपय मिस गर्नुहुन्छ, भनिराख्नुहोस् मुखबाट। हालेलुया, अंगीकार गर्नुपर्छ, डेभललाई रुवाउनु पर्छ। प्रकाश 7 अध्यायको 3 मोहर नलाउन्जेल भनेको त्यहाँनिर सिल्ड, छाप, मार्क नलाउन्जेल अर्थात् छाप, सिल्ड नगरुन्जेल, कसैलाई पनि हानि नगर भनेर परमेश्वरले त्यहाँनिर छाप लगाउनेहरूको संख्या पनि तोकिदिनु भएको छ। अब यहाँ थियोलोजीहरूले अलिकति कुरा बिगारेको छ। हामी चाहिँ छाप लगाइने होइन, तर छाप लगाउने त 1,44,000 मात्रै हो। त्यसकारण 1,44,000मा पर्ने कि नपर्ने पढ्नुहोस्। प्रकाश 7 अध्यायमा के लाग्छ तपाईँहरूलाई? प्रकाशको पुस्तकमा 1,46,000लाई मात्रै परमेश्वरले छाप, 1,46,000लाई मात्रै परमेश्वरले छाप लगाउनु भयो। 44,000लाई मात्रै उहाँले छाप लगाउनु भयो। 1,44,000 यहाँ पढ्नुहोस् तपाईँले प्रकाश 7:4। तब मैले मोहर लगाएको संख्या सुने, मोहर लगाएको। धेरैजना अब थियोलोजीहरूले यहाँ मेस गर्छ, डक्ट्रिनल, अब आत्माले चलेकोहरूले पनि के भन्छ, हामी त त्यो 1,44,000मा पर्नुपर्छ, नभए त हामी नरक जान्छ। त्यसकारण हामीले कोसिस गर्नुपर्छ। आफ्नो फेथले यति धेरै बोझ बगाइदिएको छ विश्वासीहरूलाई, बिचराहरू। 1,44,000 मध्ये हामी परेनौँ भने नरक जान्छौँ। छाप लगाइनु पर्छ। सबले बुझ्नुभयो परमेश्वरको छाप? बुझ्नुभयो कि नै? परमेश्वरले पनि छाप लगाउनुहुन्छ। बुझ्नु हुँदैछ? बुझ्नु हुनेहरूले बुझ्दैछु लेख्नुहोस् न। परमेश्वरले जब तपाईँले विश्वास गर्नुहुन्छ, जब म आजदेखि मेरो अब्बा पिता भन्ने तपाईँलाई स्वीकार गर्छु, मेरो व्यक्तिगत मुक्तिदाता प्रभु येशूको नाउँमा परमेश्वर म तपाईँको सेवा गर्नेछु जीवनको अन्तिम साससम्म भने जब हामीले उहाँलाई ग्रहण गर्छौँ, हाम्रो आत्मिक भाषा चर्चको भाषामा के त्यो भनिराखेको हुन्छौँ। जब त्यो भन्छौँ, परमेश्वरले
हामीलाई छाप लगाउनुहुन्छ, पवित्र आत्मा स्वरूप, पवित्र आत्माद्वारा छाप लगाउनुहुन्छ है। अब त्यो छाप लगाउनेहरू कति सङ्ख्या हुन्छ भनेको छ 1,44,000। 1,44,000। तपाईँहरू मध्ये कतिजना 1,44,000मा पर्नु भएन भने स्वर्ग जानु हुँदैन भन्छ कतिपय डक्ट्रिनहरूले। तपाईँ स्वर्ग जानु असम्भव भने ओके, गुड बाइबल स्टुडेन्टहरू मात्र रहनुहोस्, अरूले बुझ्न गाह्रो भयो भने ठिक छ, पछि बुझ्दै गर्नुहोस्, तर सुनिराख्नुहोस्, अन्त्यमा तपाईँले बुझ्नुहुन्छ। मैले पनि सुरुमा बुझ्दैन थिएँ यस्ता कुराहरू। 1,44,000 मध्ये तपाईँ त्यो अब परेन भने तपाईँ नरक जाने, त्यस कारणले 1,44,000 मात्रै हुनु पर्यो। कहाँ लेखेको छ? प्रकाश 7:4 प्रकाश 7:4 अनि फेरि तपाईले प्रकाश 9:3 हेर्नुभयो भने है, प्रकाश 9 अध्यायमा पनि हेर्नुभयो भने त्यो सलहहरू चाहिँ टोक्ने शैतान, दुष्ट आत्माहरू भन्छु म तपाईले बुझ्ने भाषामा, त्यो सलहहरू जब निस्किन्छ शारीरिक रूपमै कपाल कस्तो हुन्छ, कति डरलाग्दो हुन्छ। अस्ति तपाईँले हेर्नुभयो, कपाल आइमाईको जस्तो हुन्छ, स्त्रीको जस्तो हुन्छ, खुट्टा चाहिँ घोडाको जस्तो हुन्छ भनेको छ, पुच्छर चाहिँ बिच्छीको जस्तो हुन्छ भनेको छ, मुकुट लगाएको, आधा मान्छे आधा चाहिँ क्रिएचर जस्तो हुन्छ। त्यो निस्कँदाखेरि त्यहाँ पनि के लेखेको छ भने मोहरको कुरा गरेको छ प्रकाशको पुस्तकमा। प्रकाश 7 अध्यायमा तपाईँले पढ्नुभयो भने 1,44,000लाई छाप लगाइनेछ। परमेश्वरले 1,44,000लाई छाप लगाउनुहुन्छ भनेको छ। प्रकाश 9 अध्यायमा पनि त्यहाँनिर कतैनिर छ, प्रकाश 9 अध्यायको ओके 9 जसको परमेश्वरको कतिमा छ? प्रकाश 9:3 जसको निधारमा परमेश्वरको मोहर छैन तर मानव जातिलाई मात्र हानि गर्नु, जसको निधारमा परमेश्वरको छाप छैन। यो सबै डरलाग्दो बिच्छीले तिनीहरूलाई डस्छ। त्यो डस्दाखेरि के हुन्छ मान्छेहरूलाई? त्यो आउँदैछ, आउने फ्युचरमा, अहिले भइसकेको छैन। त्यो के हुन्छ त्यतिखेर? के हुन्छ भने मान्छेले त्यसको पीडा सहन सक्दैन भनेको छ। यति यातना हुन्छ 9:5मा तिनीहरूलाई मारि त नहाल्नु तर 5 महिनासम्म यातना दिनु। 5 महिनासम्म मान्छेले मृत्यु खोज्छ भनेको छ, मृत्यु मर्न खोज्छ। त्यो पेन, त्यो यातना, त्यसको डसाइ र टोकाइबाट 5 महिनासम्म मान्छे छटपटै हुन्छ। त्यसको टोकाइ त्यस्तो हुन्छ, जो चाहिँ अतल कुण्डबाट निस्किआउने सलह भनेको छ। त्यो निस्कँदा त्यसको टोकाइ चाहिँ एकदमै 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 पीडादायी हुन्छ। र तिनीहरूले त्यो व्यक्तिलाई मात्रै टोक्न सक्दैन जसको निधारमा परमेश्वरको छाप छ, परमेश्वरको मोहर भनेको छ, सिल्ड भनेको छ। हालेलुया। त्यसकारण तपाईँ हामी परमेश्वरको छाप लगाइएको व्यक्ति हुनुपर्छ। परमेश्वरले छाप लगाइएको व्यक्ति हौ तपाईँ हामी, हुनुपर्छ होइन? छाप लगाइसकेका छौँ। म अन्त्यमा तपाईँलाई कतिजनालाई स्पष्ट पार्न सक्छु। स्पष्ट तपाईँहरू कतिजनाले तपाईँ परमेश्वरको छाप लगाइएको छ कि छैन, अहिले हो कि होइन? हालेलुया। तपाईँहरूलाई बगिरहेको छ, मजा आइरहेको छ कि अब जस्ट अलमल पर्दै हुनुहुन्छ? बुझ्दै जानुहोस् अन्त्यमा तपाईँलाई। त्यसकारण परमेश्वरले जब छाप लगाउनुहुन्छ, एफिसी 1 अध्यायमा तपाईँ हामीलाई छाप लगाइसक्नु भयो, जसलाई परमेश्वरको छाप जो चाहिँ निधारमा हुने गर्छ, फोरहेडमा देखिन्छ, निधारमा देखिन्छ। ती व्यक्तिहरूलाई त्यस्तो यातना दिने त्यो बिच्छीहरूले, सलहहरूले, बिच्छी र सलह, त्यसले चाहिँ टोक्न छुन पनि सक्दैन। परमेश्वरलाई जोडले ताली बजाउन। हालेलुया। 5 महिनासम्म मान्छे तडपिन्छ त्यसको डसाइले। त्यो आउँदैछ फ्युचरमा, चाँडै हुँदैछ सायद। यति डरलाग्दो डसाइ हुन्छ अतल कुण्डबाट निस्केको। ती सलहहरू कस्तो थिए होइन? तिनीहरूको शिरमा मुकुट थिए, तिनीहरूको अनुहार चाहिँ मानिसको जस्तो थियो। हालेलुया। परमेश्वरले छाप लगाइएका हुन्छौँ। अहिले हामी त्यसकारण अहिले हरेस नखाउनु पिरियडहरू, त्यतिखेर हामी बुझ्छौँ वाउ परमेश्वरले मलाई यसरी सम्हालेर राख्नु भएको रहेछ। मान्छेले त्यतिखेर मृत्यु खोज्छ। पहाड मलाई खसेर चाप्न भन्छ मान्छेले, त्यतिखेर सिंहलाई भन्छ मलाई खान। मृत्यु तिनीहरूबाट भाग्नेछ। मरे त बरु यो पेन त
सहनु पर्थेन नि शरीरमा भनेर मान्छेहरूले के भनेको छ तिनीहरूले मृत्यु खोज्नेछ तर मृत्यु चाहिँ तिनीहरूबाट भाग्नेछ भनेको छ। मृत्यु चाहिँ तिनीहरूबाट भाग्नेछ। त्यतिखेर हामीले बुझ्छौँ अहिलेको सामान्य कष्टहरूलाई केही जस्तो नमानौ प्रियहरू, परमेश्वरलाई धन्यवाद दियौँ। हालेलुया, हालेलुया। त्यसकारण परमेश्वरको छाप कहाँ कहाँ रहेछ? प्रकाश 7:3 प्रकाश 7:3 परमेश्वरले त्यो संख्या। अब तपाईँ हामीले 1,44,000 पर्ने कि नपर्ने के लाग्छ तपाईँहरूलाई? म पर्न सक्छु कि सक्दिनँ? अर्थात् 1,44,000 चाहिँ एउटा छुट्टै संख्या हो। के लाग्छ? एकछिन म रेजिस्टर गर्छु। हालेलुया। तपाईँहरूको राय भने 1,44,000 भनेको छ संख्यामा। के लाग्छ तपाईँहरूलाई? प्रकाश कतिमा छ? 1,44,000। प्रकाश 7:4 लेखिएको 1,44,000 मध्ये हामी पढ्छौँ कि पर्दैनौँ? या त यो एउटा छुट्टै संख्या हो? तपाईँलाई के लाग्छ? छुट्टै संख्या हो भने छुट्टै संख्या लेख्नुहोस्। होइन त्यो 1,44,000 समेट गरेर हामी पनि समेत गरेर हो भन्नेहरूले लेख्नुहोस् न। म थोरै रेस्ट गर्छु। 1,44,000 ओके, त्यो छुट्टै संख्या हो। छुट्टै लाग्छ? छुट्टै संख्या हो। ओके, आउँदैछ आउँदैछ आउँदैछ। इन्ट्रेस्टिङ। अनिता गुरुङले भन्दै हुनुहुन्छ छुट्टै लाग्छ। अञ्जलीले भन्दैछ छुट्टै संख्या हो। छुट्टै हो। ओके, स्मार्ट हुनुहुन्छ कतिजना? हालेलुया, स्मार्ट स्मार्ट हुनुहुन्छ। हालेलुया। सुजा दाहालले भन्दै हुनुहुन्छ छुट्टै हो। ओके, यूहन्ना 6:27। यूहन्ना 6:27 मा के छ? बडो डिप कुरा राखिदिनु भयो फेरि यहाँनिर। छुट्टै संख्या हो। होइन भन्दै हुनुहुन्छ कतिजनाले। छुट्टै संख्या हो। युआर सो स्मार्ट कतिजना। माई गड, तपाईँहरू भित्र एकदमै होइन त्यो अरू नै सन्दर्भमा बोलिएको वचन। गुड, अझै आओस् अझै आओस्। तपाईँलाई के लाग्छ? नहुनु पनि सक्छ। अहिले म त्यसलाई राख्दैछु। हालेलुया। ओके, छुट्टै हो छुट्टै हो। रविना राउतले छुट्टै होला भन्दै हुनुहुन्छ। ओके, ओके ओके, यहाँ पनि राम्रो वचन। हालेलुया। यूहन्ना 6:7 येशूलाई छाप लगाउनु भयो, त्यसपछि येशूले। छुट्टै संख्या हो। छुट्टै होला, छुट्टै हो। ओके, यो छुट्टै संख्या हो। एकदमै राम्रो लेख्नु भयो। एकदम तपाईँ स्मार्ट हुनुहुन्छ। हालेलुया, खुसी लाग्यो तपाईँले डिप कुराहरू। छुट्टै संख्या हो, त्यो इजरायलको संख्या। तर तलपट्टि तपाईँले तलपट्टि हेर्नुभयो भने एउटा ठुलो भिड भनेको छ। हो, त्यो भित्र चाहिँ हामी हुन्छौँ, जो चाहिँ गन्नै नसकिने एउटा भिड हो। त्यसकारण हामी सबै छाप लगाइएका हौँ। जब हामी परमेश्वर पितालाई चिन्नको लागि येशू ख्रीष्टलाई प्रभु भनेर स्वीकार गर्छौँ, उहाँसँग जान मिलापमा जानको लागि। होइन, तपाईँको चर्चको भाषामा मैले कति प्रयोग गर्दिनँ होला। हालेलुया। तलपट्टि तपाईँले 7:9 हेर्नुभयो भने एउटा ठुलो संख्या छ। 9 मात्रै टाइप गरिदिनुहोस्। 7:9 प्रकाश 7:9 ठुलो संख्या। यसपछि कुनै मानिसले गन्नै नसक्ने भनेको चाहिँ यति ठुलो संख्या हुन्छ। ठुलो भिड जो हरेक जाति। एउटा छुट्टै संख्या, एउटा छुट्टै संख्या 1,44,000 हुन्छ। त्योमा हामी पर्नको लागि हामीले आजदेखि त्यो पुरा सङ्घर्ष गर्नु पर्दैन। हामी 1,44,000 त्यो सबैलाई थाहा छ। कतिपय डक्टरहरूले पनि भन्छ 1,44,000 मात्रै छाप लगाएको, अरू त सबै यहीँ सबैले दुःख बोक्छ अरूले। त्यही भएर 1,44,000 मा पर्नको लागि न त्यस्तो डर। लिडर्सहरू आफ्नो विश्वासलाई त्यति भार बोकाउने काम नगर्नुहोस्, उत्साह दिनुहोस् उहाँहरूलाई। हालेलुया। म आउँछु। त्यो एउटा छुट्टै संख्या हो र हाम्रो संख्या चाहिँ तल 9 मा छ। ल पढ्नुहोस्।
हाम्रो सङ्ख्या चाहिँ तल। पास्टर दीपकजी स्वागत छ। हाम्रो पास्टरजी आइसक्नु भएको छ। उहाँले चाहिँ वचन राखिदिनु भएको छ, यसपछि कुनै मानिसले गर्न नसक्ने एउटा ठुलो भिड जो हरेक जाति, सबै कुराहरू, मानिसहरू र भाषा बोल्नेबाट, सबै जातिहरूबाट, सबै कुलहरूबाट, सबै मानिसहरू, भाषा होइन थियो, त्यो सेतो पोसाक पहिरेर हातमा खजुरको हाँगाले सिंहासन र थुमाको सामुन्ने उभिरहने हो। यो चाहिँ यो सङ्ख्या चाहिँ हाम्रो सङ्ख्या हो। तर 1,44,000 चाहिँ इजरायलीहरूको सङ्ख्या, जो 12 कुलबाट 12,000 जनालाई 12,000 जनालाई छाप लगाइन्छ। हालेलुया। सबले एकचोटि मुखले घोषणा गरौँ, म परमेश्वरको छाप लगाइएको व्यक्ति हो। स्पष्ट तपाईँलाई मैले बताइसकेँ, परमेश्वरले छाप लगाइसक्नु भएको छ। एफिसी 1 अध्यायको कतिमा हामीले पढ्यौँ? एफिसी 1 अध्याय अनुसार 13 अनुसार, एफिसी 1 को 13 अनुसार हामी छाप लगाइसकेका छौँ। र परमेश्वरले अझै परमेश्वरको माग, एउटा बाहिरी छाप हुन्छ, एउटा भित्री छाप हुन्छ। बाहिरी छाप कतिजनाले बुझ्दै हुनुहुन्छ? हालेलुया। अब हामी 666 तिर फर्कौं। 666 को विषयमा तपाईँ हामीलाई कतिजनालाई ज्ञान छैन है? 666 को विषयमा तपाईँ हामीलाई कतिजनालाई ज्ञान छैन। जो हामीले जो डक्ट्रिनल जो विषय जो पहिलाको शिक्षकहरूले सिकाउनु भयो त्यो नै होला। कतिजनाले त 666 आयो, अब आटा पनि खान हुँदैन, लुगा पनि लगाउनु। तपाईँले हेर्नुभयो भने प्रत्येक ब्रान्डमा अहिले 666 लेखेको कहीँ न कहीँ छ। त्यसको मतलब हामीले सबै फाल्नुपर्ने हुन्छ। 600 छ। अब त्यो सङ्ख्याले नै हामीलाई अशुद्ध नरक लैजाने हो। त्यो सङ्ख्या हामीले उपभोग गर्दैमा होइन। 666 को सङ्ख्या थुप्रैमा आइसक्यो। तपाईँले सबैमा हेर्नु त 600 नम्बरमा छ, ब्याङ्क एकाउन्टमा छ। तपाईँलाई कतिजनालाई 6 सङ्ख्या मन पर्दैन। त्यसो ओके, मलाई पनि 6 सङ्ख्या त्यति मन पर्दैन। अब हामी 666 को विषयमा थोरै गहन कुराहरू सिक्नेछौँ। परमेश्वरको छापको बारेमा स्पष्ट हुनुभयो। परमेश्वरको छापको विषयमा सबैजना स्पष्ट हुनुभयो हो। परमेश्वरको छापको विषयमा तपाईँ सबैलाई स्पष्ट भइसक्यो। तर अब शैतानको छाप, बिस्ट, पशुको छाप भनेको छ। पशुको सङ्ख्या भनेको छ। पशुको छाप, पशुको, अब यो तीनटा कुरालाई छुट्याउनुहोस्। निधारमा र हातमा तपाईँले कतिजना मार्केटमा देख्नु, त्यो उसले एक्सपेरिमेन्ट गर्दैछ, त्यसको मतलब 666 आइसक्यो भन्ने होइन। 666 अहिलेसम्म रिलिज भएको छैन। डराउनै पर्दैन। अहिले तपाईँ कोही पनि डराउने होइन। त्यसले ट्रायल गर्दैछ, उसले चाहिँ कसरी मान्छेलाई कन्ट्रोल गर्ने भन्ने कुराहरू हो। तर एक्ज्याक्ट यूहन्नाले भनेको कुरा चाहिँ के हो त्यसलाई बुझ्ने प्रयास गर्नेछौँ। सबैले मलाई नै, तपाईँले मेरो कुरा नै सुन्नुपर्छ, तपाईँले नै होइन यसलाई लिनुपर्छ भन्ने होइन। तपाईँले नमान्न पनि सक्नुहुन्छ। तर म यहाँ डिप कुरा गर्न जाँदैछु। हालेलुया। तीनवटा कुरा, छाप, नम्बर र पशु। छाप, नम्बर र पशु। छाप, नम्बर र पशु। 666 मार्क अफ द पशुको मार्क अफ द बिस्ट होइन। 666 लेखेको चाहिँ जो चाहिँ निधारमा 666 लेखिदिन्छ शैतानले, 666 दाहिने हातमा लेखिदिन्छ भनेर हामीलाई कतिजनालाई सिकाइयो होला। 666 त्यो देखेपछि बल्ल हामीले चाहिँ किनमेल, त्यही भनेको छ नि त होइन, किनमेल गर्न नपाउने भयो। किनमेल गर्न नपाउने भयो। त्यो लगाउनलाई अब टाटु खोप्न जानुपर्छ, त्यस्तो भनेको छैन बाइबलले। 666 मार्क अफ द बिस्ट होइन, पशुको छाप होइन। 666 पशुको, म फेरि पनि भन्छु, 666 होइन, मार्क अफ द बिस्ट होइन। अब यहाँनिर ख्याल गर्नुहोस्, पशु, छाप र नम्बर। पशु, छाप र नम्बर। पशु, छाप र नम्बर। बिस्ट भनेको खराब क्यारेक्टर भएको एउटा पशु हुन्छ।
एउटा शैतानिक क्यारेक्टर भएको, शैतानको क्यारेक्टर। परमेश्वरको छाप लगाएको व्यक्ति परमेश्वरको स्वभाव अनुसारको हुनु पर्यो, परमेश्वरको जस्तै स्वभाव भएको व्यक्ति हुनु पर्यो, परमेश्वरलाई रिसिभ गरेको व्यक्ति। त्यही भएर परमेश्वरले मानिसलाई मोल्ड गर्नुहुन्छ र पूर्णता र सिद्धतामा आफ्नै स्वरूपमा हुनको लागि भनेको छ एउटा वचनमा। उहाँले हामीलाई चुन्नुहुन्छ, उहाँले बिस्तारै बनाउँदै लानुहुन्छ। सुरुमा उहाँले छाप लगाउनुहुन्छ, सिल्ड गर्नुहुन्छ। हालेलुया। अब यहाँनिर तपाईँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि छाप, मार्क, सिल्ड, त्यसपछि पशु एउटा क्यारेक्टर हुन्छ, एउटा चाहिँ नम्बर हुन्छ अर्थात् मार्क हुन्छ। पशुको छाप, मार्क, त्यसपछि पशुको नाउँ, त्यसपछि त्यसको संख्या हुन्छ, नम्बर हुन्छ, नम्बर। अब यहाँ तपाईँ हामीले बुझ्नुपर्ने कुरा पशुको नाउँ र त्यस पशुको संख्या। पशुको नाउँ, संख्या। अब ग्रीकतिर जाउँ, कन्कोडरहरू प्रयोग गर्नुहोस्, कन्कोडरहरू प्रयोग गर्नुहोस्। ग्रीकमा जो चाहिँ पशु भन्ने बित्तिकै त्यसका 666 चाहिँ निधारमा लेखिदिन्छ, हातमा छोपिदिन्छ भन्ने त्यस्तो चाहिँ त्यो सबै गलत चाहिँ हुन जान्छ यो वचन अनुसार। किनभने त्यहाँ चाहिँ छापको कुरा गरिएको छ। मार्क जब स्टाम्प लगायो आइफोनमा, यो एप्पल ब्रान्डको भयो, यो स्यामसङ हुन सक्दैन। यो जो चाहिँ एप्पल ब्रान्डको मोबाइल हो, यो चाहिँ स्यामसङ हुन सक्दैन। यसलाई अब सिल गरियो, एप्पलको फोन भनेर सिल गरियो, मोहर लगाइयो, छाप लगाइयो। त्यसलाई ग्रीकमा के भन्छ? ग्रीकमा म तपाईँलाई बताउने छु। कन्कोडरसहरू हामीले प्रयोग गऱ्यौँ, यहाँ राखिदिनुहोस्। छाप, मार्क, प्रकाश 13 को 17 लेखेको मार्क। अब यसलाई अलिकति टिप छ, पछि लास्टमा तपाईँले बुझ्नुहुनेछ। अहिले तपाईँलाई सुन्दै जानुहोस् है, बिचमा मैले बुझिनँ केही नभन्नुहोस्। छाप, पशुको त्यो छाप चाहिँ पशुको नाउँ र छाप ग्रीक प्रयोग गर्दै हुनुहुन्छ। ओके, ग्रीक गर्नुभयो भने त्यहाँनिर एउटा शब्द लेखेको छ, छाप, छाप। ओके, म ग्रीकलाई प्रयोग गर्ने प्रयास गर्नेछु। छाप। अब यहाँनिर तपाईँ हामीले 666 लगाउने, छाप लगाउने भन्ने कुराहरू जो चाहिँ भित्र हालिदिने, सिरिन्जबाट हालिदिन्छ के त्यो एक्सपेरिमेन्ट हो, पक्कै पनि एउटा चाहिँ शैतानले ट्रायल गर्दैछ। तर यहाँनिर हामीले मुख्य बुझ्नुपर्ने कुरा, जब परमेश्वरले छाप लगाउनु भयो हामी परमेश्वरको हुन्छौँ, परमेश्वरकै मार्गमा हिँड्छौँ, उहाँको वचनलाई पालना गर्छौँ, परमेश्वरको स्वभावमा हामी निर्माण हुन्छौँ। पक्कै पनि हामी परमेश्वर जस्तै हुन्छ। त्यो उदाहरणको लागि हैन, एक ठाउँमा व्यक्तिले भूत निकालेको हुन्छ, येशूको नाउँमा जा, निस्की भूत, दुष्ट आत्मा, म तँलाई बाँध्दछु। बाइबलको घटना त्यस्तै भन्यो होला। येशूको नाम, येशूलाई हामी चिन्छौँ, पाउललाई चिन्छौँ, पत्रुसलाई चिन्छौँ, तकोस्। त्यहाँनिर दुष्ट आत्माले हमला गरेर कतिजना मान्छेहरूलाई नाङ्गै भगाएको छ, नाङ्गै भागेको छ। त्यसकारण येशूको नाम मात्रै काफी होइन, तर येशूको ब्रान्ड हुनु पर्यो। येशूको भित्रपट्टिको ब्रान्ड पनि येशूको हुनु पर्यो। क्यारेक्टरको कुराहरू आउँछ। उहाँको पशुको नाउँ भन्ने बित्तिकै त्यसको क्यारेक्टर खारागमा भन्छ, खारागमा, यहाँ एक्ज्याक्ट आएको छ खारागमा। खारागमाको अर्थ तपाईँले यहाँ इङ्ग्लिस बुझ्नेहरूले चाहिँ राम्रोसँग पढ्न सक्नुहुन्छ। ग्रिकमा खारागमा त्यसकै ढाँचामा, त्यसकै फिगरमा। यहाँनिर 666 भनेको चाहिँ एउटा छाप, स्पेसिफिक केही कुरा हो भन्ने कुरा चाहिँ हामीले बुझ्दैछौँ भने यहाँनिर ग्रिकलाई म तपाईँलाई बुझाउनलाई अलिक टिप छ, प्रयास गर्दैछु।
भूत धपाइरहेको हुन्छ। तर त्यहाँनिर पावललाई चिन्छौँ, किनभने पावल पत्रुसलाई चिन्छौँ, किनभने तिनीहरू परमेश्वरको स्वभावको मान्छेहरू। तर त को होस्? त्यसकारण दुष्ट आत्माहरूलाई भगाउनको लागि, दुष्ट आत्मालाई कन्ट्रोल गर्नको लागि हामीमा परमेश्वरको क्यारेक्टर हुनु पर्यो। बुझ्दै हुनुहुन्छ? क्यारेक्टर। परमेश्वरले पत्रुसलाई चुन्नुभयो, त्यसकारण परमेश्वरले पत्रुसलाई आफ्नै स्वभावमा बनाउँदै लानुभयो। त्यसकारण शैतानले भन्यो म पत्रुसलाई चिन्छु। तर त्यो भर्खरको नयाँ जसलाई थाहा पनि छैन, येशूको नाम मात्रै थाहा छ, उसले हेरेको छ अरू ठाउँमा सेवकाई देखेको छ, येशूको नाउँमा जा भन्दाखेरि नाङ्गै भगाएको छ दुष्ट आत्माहरूले। एउटा त्यसको एउटा प्रभाव, एउटा ब्रान्ड, एउटा के भन्छ त्यसलाई, कार्राकमा भन्ने शब्दलाई तपाईँले अब वर्णन गर्नुहोस्। त्यसपछि अर्को छ पशुको नाउँ। पशुको नाउँ भनेको ब्रान्ड। पशुको नाउँ भनेको ब्रान्ड। अब कुन ब्रान्डको? शैतानले छाप लगाएको हो कि परमेश्वरले छाप लगाएको? शैतानको स्टिल त्यो शैतानकै छ भने, शैतानको क्यारेक्टर उसमा छ भने, दुष्ट आत्मा खारकमा शैतानको क्यारेक्टर, दुष्ट आत्माको क्यारेक्टर छ भने, दुष्ट आत्मालाई हामीले येशूको नाउँ प्रयोग गरेर भगाउन सक्दैनौँ। त्यसले हामीलाई उल्टे येशूको नाउँ जति नै तपाईँले घाक्रो फुल्लाएर भन्नुहोस्, ए येशूको नाउँमा फायर भन्नुहोस्, थपक्क बस्छ। कतिजनाको तपाईँको यस्तै हालत हो, थपक्कै बस्छ। त्यो जति नै फायर भन्नुहोस्, क्यारेक्टर हुनु पर्यो नि त। नाम मात्रै भएर भएन, ब्रान्ड मात्रै भएन, भित्री कुराहरू पनि। पहिलोचोटि मैले भूत आत्मा निकाल्न गएको पुरा बाइबल कलेज पढेर आएको। येशूको नाउँमा प्रचार त्यस्तै छ। अब त्यो डाइमेन्सन थाहा छैन। आजभोलिको प्रचार यस्तै छ, मान्छेले एक्सपिरियन्स गरेको छैन। हामीले भन्यो भने हुन्छ, हामीले गर्यो भने हुन्छ। कहाँ भएको छ? भएको छैन। मान्छे गरिबीमा मरेको छ, बिमारीमै छ, हस्पिटलमा गइरहेको हुनुपर्छ। राति बिचरा सुत्नै सक्दैन दुष्ट आत्माले। जति नै मोटिभेसनल, जति नै येशूको नाउँ सबैभन्दा उच्च नाउँ, यति मिठो तरिकाले भनिदिन्छ, आमेन, हालेलुया, यस, इन द नेम अफ जिजस फायर भन्छ। बिचरा दुष्ट आत्माले भन्छ, आरामले बस्ने हो, जाँदै जाँदैन। दुष्ट आत्मालाई कन्ट्रोल गर्न तपाईँ हामी परमेश्वरको खारकमा चाहियो नै। त्यो चरित्र, त्यो ब्रान्ड चाहियो। एप्पल नै हो, स्यामसङ हुन सक्दैन। बुझ्दै हुनुहुन्छ? छापको विषयमा र जो हामीले छ भन्छौँ नि, त्यो लेखेर बाहिरी एपियरेन्सले केही पनि हुँदैन। क्यारेक्टर हुनु पर्यो। इन द सेम म्यानर त्यो चाहिँ पशु जस्तै क्यारेक्टर भएको मान्छे, पशु जस्तै क्यारेक्टर भएको, त्यो ब्रान्ड नै परमेश्वरको ब्रान्ड नै, परमेश्वरको कुराहरू नै छैन हो, त्यसलाई चाहिँ छाप भनेको। तपाईँ हामीलाई भनेको होइन। 666 लगाइहाल भनेको कसलाई? ग्रिकमा। अब म तपाईँलाई अझै डिपमा पछि सिकाउँछु। अझै यसको लागि म अझै कुराहरू सिक्दैछु। तर तपाईँलाई आज मैले जो सिकेको छु त्यो मात्रै। के भनेको छ? छाप लगाउन लगाए कस्तोलाई? शैतानको ब्रान्ड। त्यसले चाहिँ पहिला यो चाहिँ मेरो ब्रान्ड, मेरो प्रडक्ट हो, यसलाई चाहिँ छापान यसले लगाउनु पर्छ, मजाले त्यसले लगाउँछ। तर हामीलाई होइन प्रियहरू, हामीलाई त्यसले टच पनि गर्दैन, सक्दैन। सबले भन्नुहोस् म परमेश्वरको छाप लगाइएको व्यक्ति हो, आमेन भनेर हुन्छ भन्छ। कति अब प्रोफेटहरू कतिजना भनेर हुन्छ हो। साल्भेसन घुम्न सक्छ। तपाईँले आफ्नो ओनरलाई रिजेक्ट गर्नुभयो, प्रभु यसैलाई होइन आजदेखि म तपाईँको सेवा गर्दिनँ भन्नुभयो भने तपाईँ त्यो ब्रान्डमा पर्नुभयो, त्यो कार्यक्रममा पर्नुभयो, अर्थात् त्यो होइन त्यसको नाउँमा पर्नुभयो। एप्पल ब्रान्ड भनेको एप्पल ब्रान्ड, स्यामसङ भनेको स्यामसङ नै हो। स्यामसङको ब्रान्डमा एप्पल हुन सक्दैन, जसलाई सिल गरियो। त्यसको सबै पार्ट पुर्जा, इभन यसको पार्ट पुर्जा अरू मोबाइलले प्रयोग गर्न सक्दैन, अरू मोबाइलहरूले प्रयोग गर्न सक्दैन। यसको भित्री कुराहरू, कतिपय सिस्टमहरू। एप्पल भनेको एप्पल नै हो है, त्यो ब्रान्ड भनेको। त्यसकारण त्यो ब्रान्डलाई चाहिँ नछोड्ने भयो त्यसले। अब तपाईँले परमेश्वरको छाप लगाउनु भयो, त्यसपछि तपाईँले भन्नुभयो परमेश्वर गाह्रो भयो तपाईँसँग हिँड्नलाई, गाह्रो हुँदो रहेछ। धेरैजना अहिले यसरी नै गइरहेको छ। हिजो कसले फेक न्युज हालेको थियो कि 1500 कि 2000 जना क्रिस्चियनहरू चाहिँ हिन्दू धर्ममा फर्क्यो भनेको। त्यो फेक न्युज है, विश्वास नगर। त्यो फेक न्युज कतिलाई फर्कायो होला, तिनीहरू नक्कली विश्वासी हुन्। तर रियल परमेश्वरले छाप लगाउनु भएको कतिजना हुनुहुन्छ यहाँ परमेश्वरको छाप लगाएको व्यक्ति, घाँटी काटेलाई म छोड्ने छैन। तर नक्कली विश्वासीहरू फर्कन्छ तिनीहरू।
पैसाको लागि डलर पाइन्छ भनेर मित्र आउनु भएको छ, सामाजिक सञ्जालमा खोक्ने काम छैन है मित्रजी भन्दै हुनुहुन्छ। गड ब्लेस यु, वी लभ यु, हालेलुया। कतिजना हुनुहुन्छ तपाईँ यहाँ परमेश्वरको छाप लगाएको व्यक्ति? काटा मेरो घाँटी काटा, तर म छोड्नेवाला छैन। परमेश्वरले छाप लगाउनु भएको ब्रान्ड। तर जसै तपाईँले आफ्नो ओनरलाई रिजेक्ट गर्नुभयो, ओनरलाई रिजेक्ट गर्नुभयो, आजदेखि प्रभु म तपाईँको सेवा गर्नु, धेरैजना यसरी नै जाँदैछ अहिले। अन्त्यको समयमा धेरैले प्रभुलाई छोड्नेछ, धेरै ग्रेट फलिङहरू आउँदैछ भनेको छ तेसलोनिको पुस्तकमा। धेरै खस्ने व्यक्तिहरू हुनेछ है, धेरै खस्ने व्यक्तिहरू हुनेछ, जो चाहिँ बिचरा उनीहरू कहिले पनि परमेश्वरको कुराहरूमा, परमेश्वरको वचनमा भन्दा धेरै थिङ्सहरूमा ब्रेक थ्रु, हिलिङ, डेलिभरेन्स, ब्रेक थ्रु मात्रै, त्यतिको लागि मात्रै परमेश्वरलाई खोजेको हुन्छ। वर्षौँ भयो अहिले पनि डेलिभरेन्स माग्दैछ, प्रभु मलाई छुटाउनुहोस् त्यो दुष्ट आत्माबाट, त्यो मरेको आत्माबाट भन्दैछ। 17 वर्ष भयो बिचरा। तिनीहरूलाई परमेश्वरले केही गर्न सक्नुहुन्न, तिनीहरू कहिले पनि बढ्न सक्दैन। परमेश्वरबाट छाप लगाएको ब्रान्ड हो तपाईँलाई। त्यस कारण त्यो व्यक्तिलाई मात्रै त्यसले छ, बुझ्दै हुनुहुन्छ? सबलाई होइन, त्यसले हामीलाई टच पनि गर्न सक्दैन यदि हामी परमेश्वरको छाप लगाएको व्यक्ति हो भने। म आउनेछु, एकदमै स्ट्रङ पोइन्टमा आउनेछु, वचनमै छ, तपाईँ हामीलाई कसरी उसले छुन सक्दैन। र हामीले भन्दैछौँ तेरो छापको हामीलाई जरुरत छैन। जब हामी परमेश्वरबाट छाप सिग्नेचर गरेको, साइन गरेको हुन्छ, डन, आमेन। जब हामी परमेश्वरबाट छाप लगाइएका हुन्छौँ, त्यस कारण त्यो प्रकारको व्यक्तिहरूलाई यहाँनिर फेरि तिनीहरूको क्याटेगोरी, धनीहरूले त गरिबहरूले मात्रै लगाउँछ भन्ने टिचिङ छ भने होइन, धनीलाई पनि लगाउँछ त्यसले। धनीहरूलाई त्यसको क्यारेक्टर, त्यसको ब्रान्ड भएको व्यक्ति, त्यसको स्वभाव। त्यही भएर मैले पत्रुसको पत्रुसलाई म चिन्छु, तँलाई चिन्दिनँ। परमेश्वरको क्यारेक्टरै नभएको व्यक्तिले अब दुष्ट आत्मालाई चलाउन गयो। त्यही भएर तपाईँले कतिजनाले हात राखेर प्रार्थना, दुष्ट आत्मा नधपाउनुहोस्, तपाईँको अझै परमेश्वरको स्वभावहरू बनिनुपर्छ। मैले ले ह्यान्ड्स गर्नलाई कतिजनालाई रोक्छु, यी सुको नाउ, त्यही भएर त नाङ्गै कतिजना नबगाएको पनि नाङ्गै बनाउँछ 1-2 महिनामा। कतिजनाले यो गलत गर्नुहुन्छ। पहिला परमेश्वरको स्वभाव, परमेश्वरको प्रेजेन्समा धेरै बस्न सिक्नुहोस्। लास्ट दिनमा मैले मेरो टिमहरूलाई भने, लास्ट दिन हाम्रो लेन्सको कार्यक्रममा, लास्ट दिनमा म थाकेको थिएँ एकदम। मलाई एकदम 3 दिनसम्म लेन्स गरेको किनभने भर्स्यु जान्छ। हामीले लेन्स गर्दाखेरि 3वटा अभिषेक जान्छ, भर्स्यु परमेश्वरले दिनुभएको कतिपय कपासिटी हुन्छ, त्यसपछि हाम्रो शारीरिक स्ट्रेन्थ पनि जान्छ। लास्ट दिनमा म लड्न सकिरहेको थिएन, मतलब शैतानसँग सामना गर्न, त्यसलाई पूर्ण रूपले बन्धनमा। मैले भाइहरूलाई भने, कतिपय टिमहरूलाई भने, निकाल तिमीहरूले, सुरुमै लगाइदिएको जाँदैन भन्छ, तिमीहरूबाट जाँदैन भन्छ, जाँदैन भन्छ होइन, तिमीले सक्दैनस् भन्छ, च्यालेन्ज गर्छ। म थाकिरहेको छु, मलाई मेरो थाकेको मौका थाहा पाएर चाहिँ टिमहरूलाई मैले भने निकाल दुष्ट आत्मालाई। सबले ट्राई गर्यो, कतिजनाले अलिअलि आचु त बनाउनु भयो प्रार्थनाको लेभलले। मैले भने अझै यिनीहरू प्रभुको स्वभावमा बनिनुपर्छ, प्रभु यिनीहरूलाई अझै सिकाउनुहोस्, अझै यिनीहरू मच्योर हुनुपर्छ। अस्ति एकजना मेरो सनले घरमा गएर दुष्ट आत्मा बिहान 8 बजीदेखि 12 बजीसम्म, 11 बजीसम्म सायद यहीँ छ होला, त्यत्तिकै बोलेर अभिषेक मात्रै फायर भनेर हुँदैन, क्यारेक्टर चाहिन्छ। तपाईँसँग येशूको चरित्र छ भने शैतान तपाईँको नजिकै आउँदैन, तपाईँलाई छुन पनि सक्दैन। त्यही शैतानको क्यारेक्टर भएको व्यक्तिहरूलाई त्यसले भन्छ यो मेरो प्रडक्ट हो, यसलाई हानिहाल छाप। अलरेडी छाप तिनीहरूको भइसक्यो, यो मेरो प्रडक्ट हो, यो मेरो ब्रान्ड हो। विश्वासहरू डराउँदा मलाई हान्दैछ कि, डराउनु पर्दैन प्रियहरू। तपाईँ हामीले डाइरेक्ट रिजेक्ट गर्न सक्छौँ। परमेश्वरले भन्नुभएको छ कि परमेश्वरको मोहर लगाएको व्यक्तिहरूलाई हानि नगर। हाम्रो हानि हुँदैन, सबले भन्नु छ आमेन। डराउनु पर्दैन प्रिय। तपाईँ कतिजनालाई डराउनु दिइएको छ, मार्क अफ द बिस्ट लगाउनु पर्छ भनेर। मैले पनि तपाईँलाई 1-2 वर्ष अगाडि जो चाहिँ रियल कुरा थाहा नहुँदा कतिजनालाई मैले यही भने, छाप लगाइएको। आज विशेष मार्कको विषयमा कुरा, परमेश्वरको छाप त्यतिखेरसम्म तपाईँले, किनभने परमेश्वरले जब तपाईँलाई ब्रान्ड गर्नुभयो, यो मेरो ब्रान्ड हो भनेको चाहिँ एक खास विशेष प्रडक्ट हो, यसलाई म भित्रबाट त्यसको सबै कुराहरूलाई राम्रोसँग निर्माण गरेर बाहिरबाट छाप लगाइदिएपछि कसो शैतानले यसलाई ट्र्यापमा लाग्न सक्छ। परमेश्वरले
छाप लगाउनु भयो। तर तपाईँले त्यो चाहिँ ओनर जो चाहिँ तपाईँलाई परमेश्वर हो, तपाईँको ओनर हुनुहुन्छ, तपाईँको सर्वेसर्वा हुनुहुन्छ, तपाईँले भन्नुभयो डिसिजन मलाई परमेश्वर चाहिन्न, त्यसपछि शैतानले तपाईँको साल्भेसन खोज्छै खोज्छ, त्यो चाहिँ खतरा हुन्छ। बुझ्दै हुनुहुन्छ? परमेश्वरको छाप लगाइए तापनि यदि तपाईँले रिजेक्ट गर्नुभयो, पाप गर्दा के हुन्छ? ठिक छ, कतिपय ठाउँमा अझै पनि पश्चाताप गर्ने मौकाहरू धेरै छ। परमेश्वर, तपाईँलाई थाहा छ शैतान, कैन चाहिँ शैतानको थियो। कैन चाहिँ शैतानको थियो, तर पनि कैनलाई परमेश्वरले भन्नुभयो यसलाई नमार, यसलाई मार्नेसँग म त्यसको हैन त्यससँग म 7 गुणा बदला लिन्छु। छाप लगाएको व्यक्ति नर्मल होइन प्रियहरू, छाती चौडा बनाउनुहोस्। हालेलुया। परमेश्वर यद्यपि उसले पाप गर्यो, आफ्नो भाइलाई मार्यो, तर पनि परमेश्वरले भन्नुहुन्छ यो मेरो छाप लगाइएको व्यक्ति हो, यो मेरो छोरा हो जसलाई मैले सिल गरेको छु। पढ्नुहोस् उत्पत्ति 4:15 यदि कसैले कैनलाई छुन्छ पनि मात्रै त्यसलाई मार्छ भने त 7 गुणा बदला लिनेछ, किनभने परमेश्वरले कैनलाई छाप लगाउनु भएको थियो। छाती चौडा गर्नुहोस् प्रियहरू, कसैले तपाईँलाई डराउन नदियोस्। म छाप लगाएको व्यक्ति हो। यदि मलाई कसैले टच गर्छ भने विन्सेन्ट इडोहेसाले यो कुरा बुझ्नु भएको थियो। इडोहोसा भन्ने व्यक्तिले मलाई कसैले टच गर्छ भने त्यो मर्छ, किनभने म परमेश्वरको छाप, म परमेश्वरबाट सिग्नेचर गरिएको व्यक्ति हो। त्यो फेथ हुनु पर्यो प्रियहरू, डरले जिउने होइन। अब डरले जिउने होइन, यदि तपाईँ पक्का फेथमा हिँड्दै हुनुहुन्छ। कैनले पाप गरेको थियो, तर पनि परमेश्वरले भन्नुभयो परमेश्वरले पाप हेर्नु भएन, छाप हेर्नुभयो। पाप मिलाउँदै जाने हो हामीले परमेश्वरसँगको सम्बन्ध। पढ्नुहोस् उत्पत्ति 4:15 उत्पत्ति 4:15 परमेश्वरले भन्नुभयो कैनलाई जसले मार्छ र छुन्छ 7 गुणा बदला लिने चाहिँ म त्यसलाई छोड्ने छैन। छाप त्यति इम्पोर्टेन्ट हुन्छ, त्यसकारण परमेश्वरलाई नत्याग्नुहोस्। हालेलुया। बुझ्दै हुनुहुन्छ? टिचिङलाई इन्जोय गर्दै हुनुहुन्छ? आर यु फ्लोइङ? हेर्नुहोस् यहाँ वचन, अनि कैनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनलाई एउटा चिन्ह लगाइदिनु भयो। परमेश्वरले छाप लगाइदिनु भयो। परमेश्वरको छाप त्यति महत्त्वपूर्ण हुन्छ। परमेश्वरले, यद्यपि कैनले पाप गरेको थियो, पाप होइन तपाईँको जीवन, पाप मिलाउँदै जानुहोस्। एक दिन पापको कारणले तपाईँ फेरि शैतानको बन्धनमा परेर तपाईँले भन्नुहुन्छ मलाई परमेश्वर चाहिन्न, त्यो चाहिँ डेन्जर हो। परमेश्वरलाई खतरा चाहिँ त्यो हो। तपाईँले पाप गर्दै गएर एकचोटि के भन्नुहुन्छ मलाई परमेश्वर चाहिन्न, त्यो चाहिँ परमेश्वरलाई डर हो। तपाईँले डिसिजन जुन दिन त्याग्नुहुन्छ, पाप गर्दै, पापलाई मिठो चाख्दै ए मजा त यता पो रहेछ भनेर परमेश्वर चाहिन्न परमेश्वर भनेर कतिजना गएको पनि मैले देखेको छु होइन। बुझ्नु हुनेले आमेन भन्नुहोस्। त्यही भएर डरमा नपर्नुहोस्, परमेश्वरले छाप लगाइसक्नु भएको छ तपाईँलाई। परमेश्वरको छाप, खालि हामी 666 छापमा यति डराउँछौँ, यता आयो अरे यता हातमा चिरेर नहेर्नुहोस् त, केही पनि होइन। त्यस्तो भन्न खोजेको होइन, एक्सपेरिमेन्ट हो त्यो, केही गर्दैछ त्यसले पनि। तर खास गरी यहाँनिर क्यारेक्टर, गुण, कारकमा भनेको छ। अनि मार्क पछि छाप पछि पशुको एउटा चाहिँ, पशुलाई के भनेको छ ग्रिक कन्कोडर जोसुवा। बुझ्दै हुनुहुन्छ? छाप, परमेश्वरको छाप त्यति बलियो हुन्छ, बलियो आधार हो परमेश्वरको छाप। कहाँ परमेश्वरले छाप लगाउनु भयो तपाईँलाई? प्रकाश 7 अध्यायमा, 9 अध्यायमा, एफिसी 1:13 किन डराइरहेको छौँ हामी? किन डराइरहेको? कसले डराउन हालिरहेको छ? तपाईँ हामी परमेश्वरको छाप लगाएको व्यक्ति, हामीलाई कसैले छुन्छ त्यसको 7 गुणा परमेश्वरले बदला लिनुहुन्छ। हालेलुया। दाउद परमेश्वरको छाप लगाएको व्यक्ति थिए, त्यही भएर उनको शत्रु कहिले पनि खडा हुन सकेन। हालेलुया, हालेलुया। ग्रिकबाट राखिदिनुहोस्, ग्रिकबाट। ओके, ग्रिक कन्कोडर्स राखिदिनुहोस्। खारागमा भनेको छाप, पशुको नाम भनेको छ। त्यसपछि नम्बर पनि राखिदिनु होला, नम्बर।
के भनेको छ यहाँनिर? ओके, आउँदैछ आउँदैछ। त्यसको ब्रान्ड, त्यसको नाउँ, त्यसको नाउँलाई प्रेम गर्ने, तपाईँ परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हो भने त तपाईँले मार्क अफ द बिस्टलाई भन्नुहुन्छ, है नआइज मेरो छेउमा। परमेश्वरले त्यो शक्ति तपाईँलाई दिनुहुन्छ, किनभने तपाईँ परमेश्वरको छाप लगाएको व्यक्ति हो। तपाईँलाई टच गर्न सक्दैन, निर्धको भएर जिउनुहोस्। तपाईँको छाप परमेश्वरले भित्रै साइन्स सिग्नेचर गरिसक्नु भएको छ, जसले बुझ्दै हुनुहुन्छ आमेन भन्नुहोस्। तपाईँलाई कुनै कुराले पनि परमेश्वरले त्यस कारण तपाईँलाई तयार गर्दै हुनुहुन्छ, अनि तपाईँलाई परमेश्वरले ऱ्याप्चरको लागि प्लान बनाउँदै हुनुहुन्छ। खागमा छ अर्को एउटा शब्द, अर्को शब्द चाहिँ पशु। यो अलिकति प्रोनाउन्स गर्न गाह्रो भयो। एनोमेनिया के भनेको छ? एनोमा 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 नेम, figurative, called, surname, Greek for एनोमा। एनोमा भनेको एउटा चाहिँ त्यसको नाम, त्यसको ब्रान्ड हो। त्यही भएर मार्क अफ द बिस्टको लागि हामीले त्यो धारण गर्ने, त्यो लिनै सक्दैनौँ, त्यसले हामीलाई टच गर्नै सक्दैन। त्यसले हामीलाई टच गर्ने, यदि हामीले आफ्नो अनरलाई, प्रभु येशूलाई, तपाईँ र मेरो अब केही सम्बन्ध छैन, म तपाईँसँग रहन सक्दिनँ भनेर डिसिजन गरेर तपाईँ जानुभयो र शैतानको कुरालाई चाहिँ स्वीकार गर्नुभयो, त्यसको कुराहरूलाई अङ्गीकार गर्नुभयो भने तब गएर बल्ल उसले तपाईँलाई चाहिँ आफ्नो छापको लागि उम्मेदवार बनाउन सक्छ। तर तपाईँ परमेश्वरमा हुँदाहुँदै यसले भन्छ, यसो हेर्छ, यो त डोन्ट टच, नछौ यसलाई, यो त अलरेडी परमेश्वरको छाप लगाएको व्यक्ति हो। आमेन आमेन। सो डिप छ, तपाईँलाई बुझाउन पनि अलिकति गाह्रो भइरहेको छ यसको ग्रीक वर्डले गर्दाखेरि। हालेलुया। त्यसकारण प्रकाशको पुस्तकमा त्यही कुरा उसले कपी गर्छ। प्रकाशको पुस्तक 7 अध्यायको 3मा, हामीले हाम्रा परमेश्वरको दासहरूको निधारमा मोहर नलाउन्जेल पृथ्वी, समुद्र वा रुखहरूलाई केही हानि नगर भनेको यो ऱ्याप्चर अघि, परमेश्वरले उठाइ लगिन अघि, परमेश्वरले महासङ्घर्ष ल्याउन अघि उहाँले आफ्नो छाप लगाएकोहरूलाई लिन आउनुहुन्छ। र जतिजना छोडिन्छ त्यतिखेर कतिजनाको त्यसपछिको लाइफ चाहिँ, विश्वासी लाइफ एकदमै 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 गाह्रो हुन्छ, एकदमै ट्रबल हुन्छ त्यतिखेर। त्यही भएर सकभर त्यो लाने समयभित्र, उठाइ लगिने समयको लागि हामी एकदमै तयार हौँ। त्यसपछि नो चान्स, त्यसपछि यति गाह्रो हुन्छ। कतिजनाले त्यतिखेर नै प्रभु येशूलाई विश्वास गर्छ, उनीहरूले देख्छ नि त, धेरैजनाले त्यतिखेर देख्छ जो उठाइ लगिन्छ। त्यसपछि महासङ्घर्ष सुरु हुन्छ। महासङ्घर्षको समयमा धेरैजना विश्वासी बन्ने छ, तर त्यतिखेर बहुत कष्ट हुनेछ तिनीहरूलाई, बहुत कष्ट हुनेछ। महासङ्घर्ष सुरु हुन्छ भनेको छ 7 वर्षको महासङ्घर्षको समय अगाडि परमेश्वरलाई समय या बिचमा हुँदाहुँदै उहाँले लिन आउँछ, ऱ्याप्चर भन्छ जसलाई। परमेश्वरले लानुहुन्छ, कुनै ठाउँमा लानु होला। अब त्यो आत्मिक अर्थ छ एउटा, कहीँ परमेश्वरले त्यसलाई एउटा चाहिँ सुरक्षामा राख्नु होला, त्यो आफ्नो छाप लगाइएका सङ्ख्या, त्यो दल, त्यो मल्टिट्युडलाई चाहिँ उहाँले कहीँ राख्नु होला, लानु होला, लिन आउनु होला, ऱ्याप्चर भन्छ। विभिन्न कुराहरू हुन्छ हो, त्यो समयको लागि हामी तयार हुने हो। अब त्यही प्रकारको, त्यही कार्यक्रममा, त्यही क्यारेक्टर, त्यही ब्रान्ड, त्यस्तै अब यसो त भन्छौँ, तर स्वभाव चाहिँ सबै उसको छ। रिसाउने, डाहा गर्ने, घमण्ड गर्ने, त्यही स्वभाव छ भने कसरी हामी परमेश्वरको ब्रान्ड हुन सक्छौँ? हामी त शैतानको ब्रान्डमा परिरहेका छौँ। त्यही भएर छिट्टो हामी चाहिँ निर्माण हुनुपर्छ। त्यो व्यक्तिहरू जो चाहिँ पर्जिङ सिस्टम, पर्ज भन्छ, जो चाहिँ बनिँदै गएर परमेश्वरको स्वभावमा गएर एउटा तपाईँलाई थाहा छ धार्मिकता र पवित्रता। धार्मिकता भनेको चाहिँ एकदमै परमेश्वरबाट हामीले सिधैमा त्यो चाहिँ उहाँको धार्मिकतामा हामी धार्मिकताको वस्त्र धारण गरेको व्यक्ति, जो चाहिँ हामी आफै असम्भव थियो, तर ख्रीष्टको नामले हामीलाई धार्मिक व्यक्ति बनायो। र पवित्रता भनेको एउटा प्रोसेस हो। त्यो प्रोसेस भनेको एउटा
प्रोसेस भनेको पवित्रतादेखि सिद्धता भनेको छ। पवित्र हुने प्रयत्न गर भनेको छ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ, त्यसको लागि परमेश्वरले हामीलाई छाप लगाउनु भएको। यो मेरो ब्रान्ड हो भनेर उहाँले सेल गर्नुभयो। अब हाम्रो काम हो धार्मिकतालाई धारण गरेर पवित्र हुँदै सिद्धतातर्फ, हालेलुया, सिद्धतातर्फ जाने, अनि त्यसपछि परमेश्वरसँग जाने, योग्यको हुने, दुलै हुने, उहाँको क्यारेक्टर, उहाँको स्वभाव भएको दुलै हुने। यदि हामी अनफर्चुनेटली हामी छोडियौँ भने यति ट्रबल छ। त्यसपछि मान्छे पश्चाताप त गर्छ, त्यसले मान्छेले देख्छ होइन। कतिजना मान्छेहरू त्यतिखेर कतिपय धेरै अन्य जातिहरू त्यतिखेर विश्वासी भन्छ, ए यहाँ त यस्तो हुँदो रहेछ, साँच्चै के यसु भन्नुभएको चाहिँ, यसो भन्नुहुने प्रभु चाहिँ साँच्चै मेरो मुक्तिदाता हुनुहुनेछ, उहाँमा मात्रै। कतिजना मान्छे त्यतिखेर तयार हुन्छ उहाँलाई स्वीकार गर्नको लागि। ट्रिबुलेसनको समयमा, ट्रिबुलेसनको समयमा, महासङ्घर्षको समयमा, जहाँ चाहिँ पुरा त्यो सलहहरू आइरहेको हुन्छ, पुरा सलहहरूले दुःख दिइरहेको हुन्छ, मान्छे मृत्यु खोजिरहेको हुन्छ, पीडा भएर, त्यतिखेर भन्छ ओ यस प्रभु येशू नै प्रभु हुनुहुन्न रहेछ। त्यतिखेर प्रत्येक गुणा टेकिनेछ। आमेन। प्रत्येक गुणा, हाम्रो मात्रै होइन, प्रत्येक गुणा हरेक प्राणीले, हरेक जीवले येशू नै प्रभु भनेर स्वीकार गरिरहेको हुनेछ। तर कतिजनाको लागि ढिलो हुनेछ र कतिपय विकेट विश्वासीहरू छोडिनेछ। त्यतिखेर तिनीहरूले पश्चाताप गरेर अब आउन सक्छन्। अब कतिजनाले त्यतिखेर सराप छ भनेको छ परमेश्वरलाई, सराप छ, कष्ट भएको कारणले सरापेर मर्छ भनेको छ, परमेश्वरलाई सराप दिन्छ भनेको छ। त्यही भएर हामी यो अहिले धेरै मौका पाएका छौँ, अझै पनि मौका पाएका छौँ। अझै पनि हामीलाई डेलिभरेन्स चाहिएको छ भनेपछि त पक्कै हामीमा डेलिभरेन्स कहीँ न कहीँ भूत आत्माले हामीलाई आइराख्छ सताउनको लागि। भूत आत्माले हामीलाई चाहिँ डेलिभरेन्सको प्रार्थना गर्नु परिरहेको छ। 16-17 वर्ष भयो विश्वासी भनेपछि हामीमा धेरै कुराहरू चाहिँ कमजोरी छ प्रियहरू। थोरै हुनु एक स्वाभाविक हो, ममा पनि कमजोरी छ, तर अझै पनि हामी विश्वासीलाई दुष्ट आत्माले सताउँदैछ। दुष्ट आत्मा, भूत आत्मा, बिमारी, श्राप, ऋण, गरिबीले छोडेको छैन भनेपछि हामी परमेश्वरको प्रेजेन्समा बसेकै छैनौँ। परमेश्वरको उपस्थितिमा घन्टौँ समय बिताएपछि बिस्तारै उहाँको क्यारेक्टर हामी बनिँदै जान्छ। प्रार्थना गरिराख्ने मान्छे, आफ्नो हृदयमा खलाइराख्ने मान्छे परमेश्वरको स्वभावमा बन्छ। अनि कसरी परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ? जबकि परमेश्वरको ब्रान्ड भइकन, परमेश्वरको छाप लगाए पनि भए तापनि स्वभाव चाहिँ जम्मै हाम्रो शैतानको स्वभावहरू छ। डाहा गर्छौँ, बदख्वाइ गर्छौँ, रिस गर्छौँ, आहारिस गर्छौँ, नाच्न गाउन। अब धेरैजना मैले हिजो विश्वासीलाई पनि देख्दै थिएँ, तिजोको गीतमा नाचिरहेको छ विश्वासीहरू। माइ गॉड। प्रार्थना गरेर बस्ने, परमेश्वरसँग समय बिताउने सबभन्दा क्वालिटी टाइम भनेको हामीलाई त्यो चाहिँ आदत नै छैन। कतिजनाले 666 लगाइदिनुहोस् भनेर बिन्ती गर्न जान्छ विश्वासीहरूले। त्यस्तै होइन, खारकमा भएका हो, त्यस्तै क्यारेक्टर, चरित्रको कुराहरू हो। 666 भनेको त्यसको क्यारेक्टर, त्यो पशु जस्तै स्वभाव भएको छाप, नम्बर। अब नम्बर आउँछ, नम्बरको विषयमा चाहिँ धेरै कुराहरू छ। नम्बर 666 वास्तवमा के हो? 666 ग्रिक कङ्कोडर 666 लाई चाहिँ त्यहाँनिर 666 लेखेको छैन। इङ्ग्लिस बाइबलमा हेर्नुभयो भने त्यहाँनिर के भनेको छ? 600, 60 भनेको छ। इङ्ग्लिस बाइबलमा हेरौँ न, 666 लेख्ने 600 के भनेको छ? एकचोटि जाउँ। लिब्रा हासोलो फ्रोसहाने बेकनोस, के भनेको छ? 666। यसलाई इङ्ग्लिसमा भन्दाखेरि के भन्नुहुन्छ तपाईँले? टाइप गर्नुहोस् त, स्मार्ट हुनुहुन्छ। 666 लाई लेख्दाखेरि 666 लेख्दैन। यौन्नाले लेखेको एउटा चाहिँ म तपाईँलाई राइटिङ, यौन्नाले लेखेको चाहिँ राइटिङ 666 राइटिङ फेला परेको छ। म तपाईँलाई त्यो देखाउनेवाला छु। 6666। ओके, म कोसिस गर्दैछु तपाईँलाई बुझाउने।
Libra sulfrosahan creminius. Thank you, Jesus. Lord Jesus. We give you praise, Master. We give you praise, Master. मैले डाउनलोड गरेर तपाईलाई बताउने प्रयास गर्दै थिएँ। 666 लेखेको तस्बिर चाहिँ यूहन्नाले लेखेको राइटिङ चाहिँ त्यहाँ चाहिँ 666 666 त्यस्तो वास्तवमा छैन। ग्रीक कन्कोर्डेन्सलाई 666 इंग्लिश बाइबलको 600 हैन 603 के भनेको छ यहाँनिर पढ्नुहोस् त। 666 सँग हामी खास डराउने होइन के, यूहन्नाले वास्तवमा लेखेको चाहिँ अर्कै हो, यहाँ डराउन दिइरहेको छ। यूहन्नाको राइटिङ म यहाँ डाउनलोड गर्न खोज्दैछु, तपाईले देख्नुभयो भने क्लियर हुनुहुन्छ। यूहन्नाले 666 लाई के लेखेको थिए, जुन चाहिँ 666 भनेर भनेको छ। ग्रीकमा चाहिँ स्पष्ट छ, ग्रीक कन्कोर्डरमा। यहाँ मैले पिक्चर पनि डाउनलोड गरेको थिएँ। ओके, कोसिस गर्दैछु। येशुआ साठी 666 यसरी छुट्याएको छ बाइबलमा। रियल ग्रीक बाइबलमा 666 सँगै लेखेकै छैन। अनि यूहन्नाले लेखेको राइटिङ चाहिँ यो हो प्रियहरू, यो चाहिँ हो। यूहन्नाले 666 लेख्दाखेरि, यूहन्नाले 666 लेख्दाखेरि लेखेको राइटिङ चाहिँ यस्तो छ, 666। यसलाई चाहिँ रियल बाइबलमा लेखिएको, यो चाहिँ यूहन्नाले लेखेको। अब तपाईले यहाँनिर हेर्नुभयो भने 6664 भनेर छुट्याइदिएको छ। यो चाहिँ एउटा नम्बर, एउटा संख्या हो, 666। ओके, खुसी चौधरी, थ्याङ्क यू। तपाईले यहाँनिर मजाले हेर्नुहोस्, 6000 छुट्याएको छ, 60 छुट्याएको छ, 6 छुट्याएको छ। यूहन्नाले लेखेको राइटिङ यो चाहिँ सायद आरामिक या त ग्रीक हुनुपर्छ, ग्रीक हुनुपर्छ। बुझ्दै हुनुहुन्छ? यो तलपट्टि तपाईले कमा गरेर छुट्याएर 6000 लाई छुट्टै, यो संख्या हो बाबा, संख्या। 666 देखेर डराउनु पर्दैन। यहाँ तपाईले तल पढ्दै जानुहोस्, यो स्क्रिनमा भएको जोसुवाले, जो चाहिँ रियल बाइबलबाट लिएको, ग्रीकबाट लिएको, त्यो चाहिँ कन्कोर्डर जो चाहिँ त्यसमा राम्रो चाहिँ लेखिएको छ। 6000 600 छुट्याएको छ, 60 छुट्याएको छ, त्यसपछि लास्टमा 6 र बनाएर लेख्दाखेरि 666 एज अ के भनेको छ, न्युमरल लेखेको छ। यसलाई जो चाहिँ लेखेको छ त्यसलाई मात्र लेखिदिनुहोस् त अङ्कमा, 600, 60, र लास्टमा 6 गरेर लेखिदिनुहोस् त कसैले। ओके, म कोसिस गर्छु है त। 600 कमा चाहिँ अर्कै भएको छ, ल ठिक छ। त्यसपछि 60 त्यसपछि लास्टमा 6 कमा चाहिँ अर्कै भएको छ है, एकछिनमा 600 राम्रोसँग हेर्नुहोस् त। ओके, थ्याङ्क यू राजवीर भैया। ओके, थ्याङ्क यू, तपाईँले लेखिदिनु भयो। म लेख्ने प्रयास गर्दै थिएँ अलिकति।
हो, यो चाहिँ रियल बाइबलमा यसरी लेखिएको छ। त्यत्तिकै 666 भनेको छ। त्यत्तिकै यसलाई यसलाई अब गएर ग्रिकमा खोज्नु 666 लाई। यो चाहिँ तपाईँले 350 एडीमा लेखेको फेला यौन्नाले एक्ज्याक्ट यौन्नाको राइटिङ। थ्याङ्क यू, थुप्रैले लेखिदिनु भयो, थुप्रैले लेखिदिनु भयो, थ्याङ्क यू सो मच। 666 लाई लेख्दाखेरि यस्तो लेखेको छ रियल बाइबलमा, ग्रिक बाइबलमा, यौन्नाको राइटिङमा। थ्याङ्क यू किन्जेल, सुजाता दाल, अनिता, त्यसै गरी ओके जय सिंहले लेखिदिनु भएको छ, राजवीरले लेखिदिनु भएको छ, जोसवाले लेखिदिएको छ। अनि कसरी भयो 666? 666 अब एक्ज्याक्ट यो 600 हिब्रूमा हो कि ग्रिकमा हो? यो ग्रिकमा हुनुपर्छ। ग्रिकमा हो कि यो हिब्रूमा हो? यो यो हेर्नुहोस् त, यो हो, यो चाहिँ यो भनेको, यो जो स्क्रिनमा र जोसुवाले लेखेको जो लेखेको सङ्ख्या हो, यो चाहिँ मिल्छ। ग्रिक कन्कोर्डर, ग्रिक बाइबलमा पनि यो भनेको छ 666। बुझ्ने हुनेले आमेन भन्नुहोस्। थ्याङ्क यू, थुप्रैले लेखिदिनु भयो छुट्याएर, थुप्रैले लेखिदिनु भयो, थ्याङ्क यू। कमासँग लेख्नुभयो भने अझै राम्रो, ठिक छ। सविताले कमा बिना लेखे पनि सविता माया, ओके। हिब्रूबाट रहेछ, हिब्रूबाट रहेछ 666। त्यस कारण एउटा एउटा मल्टिट्युड हो, यो सङ्ख्या हो। हुन त यो न्युमेरल नम्बर नै हो, नम्बरको सङ्ख्या हो यो सङ्ख्या। अनि अर्को कुरा, म यो डराउँछु यसलाई इन्टरप्रेट गर्नलाई, किनभने बुद्धिमत्ता यसैमा छ भनेको सोफिया। तपाईँले यो प्रकाशको 13 को 18 लाई जबसम्म त्यो सोफिया भनेको छ ग्रिकमा, सोफिया भनेको हामीले त्यो सोफिया हिन्दीमा भनेको जस्तो नाम सोफिया होइन कि। सोफिया भनेको त्यो हाई लेभलको स्पिरिचुअल नलेज, स्पिरिचुअल विजडम नभएसम्म यसलाई सकबर नछौँ। एकदमै गहिरो। अहिले मैले हेर्दैछु, आम्मा मुस्लिमहरूको सङ्ख्या हो यो। मुस्लिमहरू जसले सुन्न चाहनुहुन्छ अब तपाईँलाई कतिजना मुस्लिमहरू यस्तो मुस्लिमहरू छ जो चाहिँ रियल मुस्लिम चाहिँ, जसले चाहिँ त्यस्तो गर्दैन। तर केही मुस्लिमको नाममा यस्तो व्यक्तिहरू छ जो व्यक्तिहरूले अन्त्यको दिनमा क्रिस्चियन र यहुदीहरूलाई अहिलेसम्म इजरायलले लडिदिएको छ। सबले भनौँ इजरायललाई म प्रेम गर्छु, यरुसलेमलाई प्रेम गर्नेलाई शान्ति। त्यस कारण तपाईँ हामीले माई गड, अहिलेसम्म हाम्रो लडाइँ जो हामीलाई हाम्रो शत्रुहरूलाई चाहिँ रोकिदिएको एउटा मात्रै देश छ इजरायल। परमेश्वरले प्रयोग गर्नुभएको छ। कसैले पनि, कुनै मुस्लिम राष्ट्रले अहिलेसम्म इजरायललाई छुन सकेको छैन। ताली बजाउने ताली बजाउनुहोस् इजरायललाई, किनभने हाम्रो लडाइँ उसले लडिदिएको छ। यदि इजरायललाई मुस्लिम राष्ट्रहरूले, मुस्लिम राष्ट्र भनेको सबै मुस्लिम होइन है, तपाईँहरू कतिजना मुस्लिमहरू हेर्दै हुनुहुन्छ, सबै मुस्लिम होइन, केही मुस्लिमहरू यस्तो छ, हमास, हेजबोल्ला, यो सबैलाई उसले सोच्छ कि हामीले स्पिरिचुअल्ली र एउटा ऐतिहासिक तौरले हामीले इजरायललाई दमन गर्यो भने पुरा संसार हामी खान सक्छौँ भन्छ। अस्ति मैले झन्डाहरू देखाएँ नि, कतिजनाले हेर्नुभयो। तयार हुँदैछ सेतो घोडा, कालो घोडा, पहेँलो घोडा अनि अर्को रातो घोडा। अस्ति कतिजनाको टिचिङ हेर्नुहोस्, फेरि हेर्नुहोस् त्यो 7 horsemen। अब म तपाईँलाई बिस्तारै आउँछ। एउटा मल्टिट्युड हो यो। कति भनेको छ 6, फेरि त्यसलाई भन्न आएन, 666 भनेर त्यत्तिकै। अब म तपाईँलाई बताउँछु रियल प्रोफेटिक कुरा, रियल पत्ता लागेको कुरा चाहिँ अन्त्यको दिनमा तपाईँको चर्चमा सिकाइएको 666 र यहाँ धेरै तपाईँले फरक पाउनुहुन्छ। हालेलुया। मुस्लिम देशहरू अस्ति तपाईँले हेर्नुभयो नि, यो झन्डा, यो चाहिँ प्यालेस्टाइनको झन्डा हो। तपाईँले अस्ति यो टिचिङ हेर्नुभयो भने आमेन यस भन्नुहोस्। यो झन्डाहरू जो चाहिँ रातो, सेतो, त्यसपछि कालो र पहेँलो, हरियो, यो घोडाको विषयमा प्रकाश 6 अध्यायमा लेखिएको छ। अहिलेसम्म यिनीहरू चाहिँ निस्केको छैन। 666 भनेको चाहिँ एउटा सङ्ख्या। त्यस कारणले बुद्धिमत्ता यसैमा छ, जसको समझ छ थप्दैको छ। प्लिज यसलाई इन्टरप्रेट नगर्नुहोस्।
थियोलोजिकल डक्ट्रिनहरूले के भनिदिएको छ के नाम जोडेर म 636 को छापमा नाम केमा जोड भनेर त्यसपछि जोड्यो भने 666 आयो भने त शैतानको नाम छ भन्ने त्यत्तिकै रियल बाइबल तिनीहरूले पढेकै छैन। पुरा तयार छ क्रिस्चियनलाई र यहुदीहरूलाई काट्नको लागि यो झन्डाहरू। कुन देशहरूमा छ यो? सबै मुस्लिम होइन है, कतिपय मुस्लिमहरू प्रभु येशूलाई हामी जस्तो हलुवा विश्वासी हुँदैन भन्नुहुन्छ हाम्रो भाइले। मुस्लिमहरूले जब प्रभु येशूलाई विश्वास गर्छ तिनीहरूलाई थाहा छ, तिनीहरूलाई 100% थाहा छ हामीले प्रभुलाई स्वीकार गर्यो भने हामी मर्छौँ, तर हामी मर्न तयार छौँ। हामी जस्तो हलुवा विश्वासी होइन, यो भएन त्यो भएन, यस्तो प्रकारको विश्वासी हुनेछन् मुस्लिमहरूले। जब प्रभु येशूलाई रियल उनीहरूले मेरो मसिह अल्लाह होइन, मेरो परमेश्वर अल्लाह होइन, तर मेरो परमेश्वर त येशू ख्रिस्ट ईसा अल मसिह हुनुहुँदो रहेछ भनेपछि उनीहरूलाई थाहा छ पक्का कि मैले विश्वास गरेपछि म मारिनुपर्छ, तर पनि तिनीहरूले विश्वास गर्छ र काटिन्छ तिनीहरू। सबै मुस्लिम भनेको होइन, तर हेजबोल्ला, बोको हराम भन्ने एक संस्था जसले चाहिँ अब इजरायललाई हामीले अट्याक गरेर यसलाई खतम गर्यौँ भनेदेखि संसार हामीले कब्जा गर्न सक्छौँ भन्छ यो चारवटा घोडाहरू भनेको यिनीहरू के नाम छ? सिरिया, प्यालेस्टाइन, लिबिया, यिनीहरू पुरा तयार छ। अनि जसले छाप लगाउन मान्दैन त्यसलाई काट्छ भनेको छ। अरू धर्म कुन धर्मकोले काट्छ, यस्तो घाँटी कुन धर्मकोले रेट्छ? ख्याल गर्नुहोस् है प्रियहरू, जागर रहनुहोस्। यूहन्नाले देखेको एक्ज्याक्ट यो चाहिँ वर्ड आज गुगलमा तपाईँ पढ्ने विशेष प्रकारको खोज अनुसन्धान गर्ने व्यक्ति हुनुहुन्छ भने यो यूहन्नाले लेखेको चाहिँ के रहेछ पत्ता लगाउनुहोस्। सबै म भन्नलाई यस यहाँनिर लेखिएको छ, यो सबै थाहा छ। त्यही भएर हाम्रो लडाइँ अहिले परमेश्वरले इजरायललाई प्रयोग गरेर हामीले त्यही भएर इजरायलको कारणले शान्ति पाएका छौँ। यदि इजरायललाई तिनीहरूले हरायो भने भन्छ हामीले संसार कब्जा गर्न सक्छौँ, पुरा एसियालाई कब्जा गरेर हामी सबलाई हाम्रो राज्य, हामी राजा, त्यसपछि वान वर्ल्ड गभर्न तयार हुँदैछ प्रियहरू। अनि यसको पुरा होइन अगाडि जाने चाहिँ प्यालेस्टाइनले लगाएको छ, त्यसपछि इरान भन्ने देश चाहिँ साइडमा छ। बुझ्दै हुनुहुन्छ कतिजनाले यो बारेमा बुझ्नु भएको छ? इरान प्यालेस्टाइन बुझ्नु भएको छ? यूहन्नाले देखेको चाहिँ खास चाहिँ लेख्दा बाइबल लेख्दाखेरि 666 लेखेको चाहिँ यो हो। त्यही भएर इजरायललाई सदैव हामी परमेश्वरको होइन अगाडि जाँदाखेरि धन्यवाद प्रभु तपाईँको नेसनको लागि भनेर धन्यवाद दिनुपर्छ। कतिजनाले क्रिस्चियनहरूले इजरायललाई कस्तो नराम्रो तरिकाले विरोध गर्छ, क्रिस्चियनहरूले इजरायलहरूलाई मन पराउँदैन, तिनीहरू इजरायलको कारणले बाँचेको छ। इजरायलले हाम्रो लडाइँ लड्दैको छ किनभने उनीहरूले पहिला इजरायललाई सिद्ध्याउन चाहन्छ अनि यसरी चुप लगाइदिएको छ इजरायल। बिचरा उनीहरूलाई गएर रेप गरिदिन्छ। प्यालेस्टाइनका मान्छेहरू बेलुनमा गयो, प्याराग्लाइडिङमा गयो, त्यसपछि डाइरेक्ट इजरायलको जमिनमा गएर त्यहाँ भएको दिदीबहिनीहरूलाई, यहुदी दिदीबहिनीहरूलाई, इजरायलका दिदीबहिनीहरूलाई रेप गर्यो, गएर उनीहरूकै जमिनमा गएर रेप गरिदियो। यो चाहिँ मिडियाले लेख्दैन, तर जसै तैँले हाम्रो दिदीबहिनीलाई यसरी बदनाम गरिस् अब म तेरो सब देशलाई सबलाई तँलाई म ध्वस्त पार्छु। इजरायलले जवाब दिँदाखेरि यति धेरै होइन त्यहाँका मान्छेहरू मारे, बिचरा मर्ने चाहिँ त्यहाँका सर्वसाधारणहरू हो। ल हेर्नुहोस् अल्लाहको नाम 666 चाहिँ अल्लाहको। म फेरि तपाईँलाई एउटा पुरा म आज बताउन भनेको तपाईँलाई अलिकति बताइदिइहालौँ। रिला हाजो सफ्रोलेरिनियास ल हेर्नुहोस् 666। अब तपाईँ हामीले अघि लेखेको उसलाई हेरौँ। तपाईँ हामीले अघि लेखेको अब 6666 सरी 660 अनि 6 लाई डिभाइड गर्दा यो चाहिँ हिब्रू भाषामा लेखिएको छ। हिब्रू भाषामा नाम हुन्छ, सायद उर्दू होला, यो हिब्रू हो। के लेखेको छ? द नेम अफ मोहम्मद अ म्यान 6
ल हेर्नुहोस् यहाँनिर 6,666 देख्ने बित्तिकै नडराउनुहोस् है। अब 6,000 यो चाहिँ मान्छेको एउटा सङ्ख्या हो। यसले चाहिँ एउटा सङ्ख्या बनाएको छ। अनि तपाईँले यहाँ तरबारको साइन, तरबार जस्तो कुराहरू धेरै देख्नुहुन्छ तिनीहरूको अक्षरमा। तरबार जस्तो देखे, यो चाहिँ एउनाले देखेको कुराहरू, तरबार। ओके, कतिजनाले बुझ्न गाह्रो भइरहेको छ, तर पनि म प्रयास गर्दैछु। अर्को अर्को एउटा म पिक्चर देखाउँछु तपाईँलाई। अब यही कुरा चाहिँ अब तपाईँले कसैको फौजीहरूको चाहिँ टाउकोमा देख्नुहुन्छ। यो कसको सेना हो? बुर्खा लगाएको, आँखा ढाकेको, टेररिस्ट जस्तो देखिने। धेरै जान्न, फेरि मलाई मुस्लिमले टेररिस्टहरूले खोज्दै आउला फेरि मलाई। जो सङ्ख्या लेखेको छ नि 6,666 लेखेको छ नि, त्यो कुनै स्पेसिफिक, त्यो चाहिँ एउटा मल्टिट्युड, एउटा सङ्ख्या हो। सङ्ख्या हो भनेको छ। यहाँ चाहिँ अङ्क लेखिदिएको छ 666। ल है 6 आयो, आँटामा आयो, काँक्रोमा आयो, केमा आयो, काँक्रामा आउँदैन होला। यो एक्ज्याक्ट चाहिँ सङ्ख्या हो। सेना जसले चाहिँ तयार गर्दैछ आफ्नो राज्य ल्याउनलाई। एन्टी क्राइस्ट, अघि कसैले दर्शनी दिदीले हो क्या एन्टी क्राइस्ट लेख्नलाई। तपाईँले लेख्नु भएको 660 अनि 6, अब त्यही सङ्ख्यामा तिनीहरूको टाउकोमा छ है। मलाई आइफोन किन्दा धेरैले धुरु धुरु रुवायो। आइफोन पहिलोचोटि किनेको, ए शैतानको 600, त्यो पछाडिको नि आधा एप्पल खाएको त 6 हो, एउटा 6 भनिदियो। रुन तयार। 2 लाख हालेर मोबाइल किनेको। हाँस्दै हुनुहुन्छ। सुरुचोटि मैले मोबाइल किन्दा मलाई धुरु धुरु रुवायो कति चाहिँ विश्वासीहरूले। बुझ्दै हुनुहुन्छ? अब म धेरै जान चाहन्छु, मलाई फेरि आतङ्ककारीहरूले खोज्दै होला, अब धेरै जान चाहन्न। यो एप्पल मोबाइल किन्दा यस्तो प्रकारको यो चाहिँ यो हुन्छ। यो तपाईँलाई थाहा छ? यो पनि एउटा 6 हो, एउटा 6 को साइन हो भनिदिएर मलाई धुरु धुरु आएको छ। अनि मैले यसरी खोजेँ, आज तपाईँलाई पनि फाइदा भयो, मलाई पनि फाइदा भयो। 6 6 6 6 6 6 6 6 6 के है छ? 6 6 6 अल्लाहको एउटा सेना हो। अब भाइ यति नै म राख्छु। बुझ्दै हुनुहुन्छ? नडराउनुहोस्। हामी परमेश्वर, अब भन्नु सबैजनाले, हामी परमेश्वरको छाप लगाएका व्यक्तिहरू हौँ। त्यसको सङ्ख्या हो। तल 17लाई मैले अझै छुट्याएको छैन। 17मा के भनेको छ? छाप लगाउने पशुको छाप नम्बर। तल चाहिँ एउटा सङ्ख्या तोकिदिएको छ जो चाहिँ 666 हो। त्यही भएर बुद्धिमत्ता यसैमा छ भनेको छ। नेपाली विश्वासीहरू तपाईँ धेरै आशिषित हुनुहुन्छ, लक्की पनि हुनुहुन्छ। लक्की भन्नु हुँदैन भन्छन् कतिजनाले। यस्तो कुराहरू पाउनको लागि यो कुरा चाहिँ धेरै मान्छेलाई थाहा छैन। बल्ल बुझे भन्दै हुनुहुन्छ। ल हेर्नुहोस्, अन्त्यमा आएर बुझ्नु भएको छैन, केही बुझेन भन्नुभएको, बल्ल आएर बुझे भन्नुभएको छ। त्यही भएर अहिले जो चाहिँ प्रयास, अहिले मुस्लिमहरू के गर्दैछ, पहिला चाहिँ हामीले खतम गर्ने भनेको इजरायलले, अझै पनि लडाइँ चल्दैछ। अझै पनि लडाइँ चल्दैछ। त्यही भएर पहिला इजरायल यति शक्तिशाली देश हो, विश्वमा सबैभन्दा शक्तिशाली देशहरूमा पर्छ। त्यो लगभग दोस्रो नम्बर, पहिलो नम्बरमै पर्छ तिनीहरूको हतियार अनुसार। तर धेरैले भन्छ युरोप अमेरिकातिर छ, जापान हो भन्छ, इरान हो भन्छ। इरानलाई त धुलो चटाइदिन्छ त्यसले। इरानले न्यु खोजिरहेको छ, अलिक टाढा बसेर। पहिला हमास र प्यालेस्ताइनलाई तिनको यो प्यालेस्ताइनको झन्डा दियो। यो तपाईँलाई थाहा छ? 4वटा घोडाको साइन बोकेको 4वटा घोडा चाहिँ यहाँनिर चाहिँ प्रकाश 6 अध्यायमा। आज बल्ल थाहा भयो गुरुबा। लास्टमा बुझिन्छ नि, कन्क्लुजनमा। तपाईँ कतिजनाले भन्नुहुन्छ, मलाई कतिजनाले अब धन्यवाद दिन आउनुहुन्छ।
हालेलुया। अब धेरै नजाउँ, मलाई टेररिस्टले खोज्दै आयो भने गाह्रो हुन्छ, एट्याक गर्छ यो कुराहरू चाहिँ। तर थाहा भएको कुरा हो, उनीहरूलाई थाहा छ, उनीहरूलाई थाहा छ। यति मात्रै हामीले थाहा गरौँ यो कुरा। तपाईँले कतिजनाले प्लिज, कतिजनाले तपाईँले सोफिया भनेको छ, सोफिया शब्द बुद्धिमत्ता यसमा छ जसको समझ हाई नलेज छ, त्यसले मात्रै उल्था गरोस् यो 666, त्यसले मात्रै उल्था गरोस् 666। त्यत्तिकै हावाको तालमा 666 लेखिदिइरहेको छ। ए 666 यहाँ लेखिदिन्छ अरे, यहाँ लेखिदिन्छ अरे, त्यहाँबाट त्यसपछि त भोकभोकै हुन्छ अरे। हामीलाई तिनीहरूले छुनै सक्दैन। आमेन। अरू बेला पनि म प्रश्न पार्ने कोसिस गर्नेछु। आजलाई म यति नै गर्न चाहन्छु। यदि तपाईँले आजको टिचिङलाई इन्जोय गर्नुभयो भने जस भन्न सक्नुहुनेछ, प्रेज द लर्ड, प्रेज द लर्ड, प्रेज द लर्ड, हालेलुया। सो इजरायल देशको लागि हामी गर्व गर्नुपर्छ। त्यसले हाम्रो शत्रुहरूलाई पुरा कन्ट्रोल गरेर राखिदिएको छ, तिनीहरूलाई जवाफी दिइरहेको छ। किनभने तिनीहरूले पहिलो एट्याक चाहिँ त्यसले इजरायललाई डाउन गरायो भने त्यसले संसार यो 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 जति पनि यो रातो कालो सेतो घोडा छ नि, हो यो झन्डाहरू जति पनि छ नि, यिनीहरूले चाहिँ एक दिन सबै संसार हामीले लिनुपर्छ। अल्लाहले भित्र यो चाहिँ मोहम्मद भन्ने व्यक्तिले चाहिँ आफ्नो सेनाहरूलाई चाहिँ सुम्पेको कमान्डमेन्ट हो, महान आज्ञा। मैले मुस्लिमहरूलाई प्रेम गर्छु। मुस्लिमहरू सबै यति राम्रो मुस्लिमहरू हुनुहुन्छ जसले अरूलाई सहायता गर्नुहुन्छ, जसले अरूको पीडाहरूमा मद्दतगार भएर होइन मसिहा भएर काम गर्नुहुन्छ। सबै मुस्लिम होइन, तर मुस्लिमको नाममा यस्तो खराब क्यारेक्टर भएको सैतानिक होइन एउटा सङ्ख्या छ जसलाई 666 भन्ने कि अब 600 त्यसपछि 60 त्यसपछि 6। क्लियर हुनुभयो? क्लियर हुनुभयो? हालेलुया। सो अझै डिप कुराहरू छ, अझै डिप कुराहरू छ। म अझै तपाईँलाई बताउन चाहन्छु एन्टी क्राइस्ट कहाँबाट आउँछ। यो चाहिँ तपाईँहरू पार्टनरसिप, अब तपाईँहरू कतिजना पार्टनरसिपमा हाम्रो जुम चाहिँ भोलि नहुने जस्तो भइरहेको छ, किनभने जुममा प्रब्लम देखिरहेको छ। प्रार्थना गरिदिनुहोस्, प्रार्थना गरिदिनुहोस् ताकि जुम चाहिँ भोलिको जुम सेवा हुन सकेको होस्। प्रार्थना गरिदिनुहोस्, किनभने हाम्रो जुममा प्रब्लम आइरहेको छ। अस्तिबाट चाहिँ जुममा चाहिँ हाम्रो अकाउन्ट नै देखाएको छैन, त्यसलाई फिक्स गरिँदैछ, अझैसम्म फिक्स भएको छैन। अनि लगतै हाम्रो प्रभुवचको सेवा, हिलिङ डेलिभरेन्सको सेवा हुँदैछ। सो सबै कुरा चाहिँ म ओपनली गर्न चाहन्न। तपाईँहरू यो सेवाकाईमा करारसँग परमेश्वरले यो आवाज दिनुभयो, यदि साँच्चै तिनीहरू अन्त्य दिनको लागि तिनीहरू मसँग होइन मेरो असाइनमेन्टमा हिँड्न चाहन्छन्, तयार हुन चाहन्छन् भने तिनीहरू यो सेवाकाईसँग करारमा आउन्। अनि करारमा भएको व्यक्तिहरूलाई हामी होली कम्युनियन मसँग प्रत्यक्ष रूपमा जो मसँग अलरेडी करारमा हुनुहुन्छ उहाँले करार गर्नु पर्दैन। जो चाहिँ नियमित रूपमा स्याटरडे सर्भिसमा जो तपाईँ अरू चर्चमा जानुहुन्छ तर तपाईँहरू यो चर्चमा चाहिँ आशिषित र लाभान्वित हुनुभएको छ भने तपाईँहरू करारमा आउनुहोस्। हामी त्यहाँ तपाईँलाई धेरै कुराहरू सिकाउँछौँ। हामी त्यहाँ तपाईँलाई प्रभुभोजको सेवाहरू दिन्छौँ। प्रभुभोजको सेवा यस्तो हो जहाँ चाहिँ हिलिङहरू हुने गर्छ, वचनको सेवाकाई हुने गर्छ। मैले भने तपाईँलाई वचनको सेवाकाई यो चाहिँ लगभग तपाईँलाई गहिरो वचनहरू मध्येको एउटा वचन हो, तर म धेरै कुरा डिप कुराहरू चाहिँ म मेरो पार्टनर्सहरूलाई दिन चाहन्छु। जो धेरैजना आइसक्नु भएको छ, धेरैजना पार्टनरसिपमा आउनको लागि तयार हुनुभएको कुराहरू छ। सो पार्टनर्सहरूलाई मात्रै म जुममा बोलाएर यो कार्यक्रम गर्नको लागि, किनभने मेरो तेल पनि सस्तो छैन, नखाइकन यो टिचिङ तयार गर्न मैले यो मोबाइल किनेदेखि यो एप्पल ब्रान्डको 3 वर्षदेखि मैले खोज्दैछु। बल्ल यति समय लाग्छ एउटा टिचिङको लागि, तपाईँलाई बुझाउनको लागि बहुत सेक्रिफाइस चाहिन्छ। त्यही भएर तेल सस्तो छैन, ओइल सस्तो छैन। त्यस कारण करारमा आउनको लागि म सबैलाई आह्वान गर्न चाहन्छु। तपाईँ छुट्नुभयो, धेरै कुरा मिस गर्नुहुन्छ। अब म करारमा आउनेहरू र मसँग नजिक रहनेहरूलाई मात्रै म चाहिँ यस्तो कुराहरू हिलिङ डेलिभरेन्स त्यसपछि एनवेन्टिङ सर्भिस राख्छु। र न्यू कमर्सहरू तपाईँहरू मेरो कुर्सेटलाई एटेन्ड गर्नुहोस्। पोखरामा हुँदैछ, असोजमा भनेको कारणवश प्रोफेट भाजेन्द्र सिंह आउँदै हुनुहुन्छ। उहाँको सेवाकाई चाहिँ असोज 1 गते हुने भएको कारणले हामीले अलि पर सारेका छौँ।
प्रोफेट भाजेन्द्र सिंह नेपालमा आउँदै हुनुहुन्छ, हामीले अनर गर्नुपर्छ, देखासेखी गर्नु हुँदैन। पहिल्यै हामीले कार्यक्रम गर्ने, मलाई थाहा थिएन पोखरामा चाहिँ कार्यक्रम फिक्स गर्नु अगाडि मलाई थाहा थिएन असोज 1 गते चाहिँ प्रोफेट भाजेन्द्र सिंह आउँदै हुनुहुन्छ नेपाल भन्ने चाहिँ मलाई थाहा थिएन। त्यस कारणले मेरो कार्यक्रमको क्रुसेडलाई चाहिँ मैले अहिले पर सारेको छु भाजेन्द्र सिंहको कार्यक्रमपछि। जो तर एकदमै मैले आयोजक टिमहरू भाजेन्द्र सिंहलाई जो टिमहरूले जुन मिडियाहरूले चाहिँ नेपालमा ल्याइरहेको छ, एकदमै पहिला एकजना परमेश्वरको दास जो स्वयं इलाकाबाट आउनुभएको थियो, प्रेरित अङ्कुर निरलाजी आउँदा उहाँको स्पेशल सनले, उहाँहरू नम्र हुनुहुन्छ, उहाँहरूले ल्याएर नेपालमा धेरै मानिसहरूले आशिषसँगै छुटकारा पाउन् भनेर उहाँले लिएर आउनुभयो। तर सबले पछिबाट विरोध गरे उहाँलाई। उहाँले त्यहाँको लाखौँ भिडलाई त्यागेर यहाँ 20,000 30,000 20,000 पनि जम्मा भएको थिएन। अनि लास्टमा कतिजनाले विरोध गरे, झुटो शिक्षा भनेर उहाँको मन दुखाए। उहाँ नेपालमा आउन चाहनुहुन्न, उहाँ चाहिँ अमेरिका जानुहुन्छ, युरोप जानुहुन्छ, अस्ट्रेलिया जानुहुन्छ। आजभोलि नेपालमा आउने प्रार्थना त गर्नुभएको छ होला, तर आउनुहुन्छ होला। तो सो कतिजना, सरी मेरो मुख चाहिँ अलिकति ड्राई भइरहेको छ। सो पास्टर भाजेन्द्र सिंह आउने भन्ने कुराहरू सुनेका छौँ। एकदमै 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 फिक्का आयोजकहरू देखिरहेको छु। उहाँ लाखौँको भिडमा जानुहुन्छ, यस्तो सेक्युरिटीको साथमा जानुहुन्छ होइन। पुरा त्यो चाहिँ चिफ मिनिस्टरहरूले, त्यहाँका मुख्यमन्त्रीहरूले त्यस्तो सुरक्षा पाउँदैन। त्यस्तो सुरक्षामा हिँड्ने व्यक्ति नेपाल आउँदै हुनुहुन्छ, प्रोफेटजी आउँदै हुनुहुन्छ है, असोज 1 गते है, असोज 1 गते उहाँ आउँदै हुनुहुन्छ। सो कार्यक्रममा तपाईँहरू जान सक्नुहुन्छ। कतिजना तपाईँहरू नयाँहरूलाई धेरै उत्साह गर्नुहोस्, पुरानोहरूलाई जहाँ गए पनि मैले देखिरहेको छु। हाम्रै सेवाकाईमा, उहाँको सेवाकाईमा आएका थुप्रै व्यक्तिहरू हुनुहुन्छ, स्टिल उहाँहरू एउटा प्रोसेस हुन्छ डेलिभरेन्सको, एउटा प्रोसेस हुन्छ। यो कि तपाईँले त्यही दिनै म 100% डेलिभरेन्स पाउँछु भन्ने होइन। त्यहाँ तपाईँले आशिष पाउन सक्नुहुन्छ, तर नयाँहरूलाई उत्साहित बनाउनुहोस्, नयाँ बिमारीहरूलाई, नयाँ चाहिँ। तपाईँलाई थाहा छ हाम्रो सेवाकाईमा आउने प्राय भाजेन्द्र सिंहको सेवाकाई सच्चाइमा गएर आएका व्यक्तिहरू मात्रै हुन्छ हाम्रो सेवाकाईमा, हाम्रो क्रुसेडमा आउनेहरू। त्यहाँ गएर पनि कतिपय मान्छेहरूले, किनभने उहाँको शक्ति कमजोर हो भन्न खोजेको होइन, तर मान्छेको स्वभाव त्यस्तो छ है। नयाँहरूलाई उत्साह दिनुहोस्, तर तपाईँको सेल्फ डेलिभरेन्सको लागि तपाईँ आफूले प्रार्थना नगरेसम्म हुँदैन। सेल्फ डेलिभरेन्सको लागि तपाईँ आफै घुँडामा जानुपर्छ, परमेश्वरसँग इन्टिमेट हुनुपर्छ। थुप्रै हुनुहुन्छ पास्टर भाजेन्द्र सिंहलाई फलो गर्ने, उहाँको सेवाकाईमा जाने, कोही कोहीले आशिष पनि पाउनुभयो, तर डेलिभरेन्स उहाँहरूको कतिपय जीवनमा छैन। त्यस कारण नयाँहरूलाई उत्साहित बनाउनुहोस् होइन। पुरानोहरू टिचिङमा र वचनमा र प्रार्थनामा, व्यक्तिगत सम्बन्धमा समय बिताउनुहोस्। त्यो दिन जानुहोस्, केही छैन, परमेश्वरको चमत्कार हुनेछ, बडे बडे काम हुनेछ। हालेलुया। त्यसकारण हामीले अहिलेको हाम्रो क्रुसेडलाई स्थगित गरेका छौँ। परमेश्वरको दास नेपालमा हामीले स्वागत गर्नुपर्छ। उहाँको देखासेखी गरेर हामीले क्रुसेडहरू राख्ने मानिसहरू हामी त्यहाँ जाउन् भन्ने चाहन्छौँ, नयाँ मानिसहरू। हालेलुया, हालेलुया। तपाईँले कतिजनाले उहाँको सेवाकाईलाई प्रेम गर्नुहुन्छ, उहाँको सेवाकाईबाट तपाईँले उत्साहित हुनुभएको छ, आशिषित हुनुभएको छ, तपाईँले जान सक्नुहुन्छ। तर एकदमै मलाई लाग्छ त्यो हल्लिएको छ। उहाँ लाखौँ, अस्ति केन्यामा जानुभयो, 17 देखि 20 लाख मानिसहरू उत्रे। नेपालमा त्यस्तो हुनुपर्ने, तर आयोजक नै छैन नेपालमा त्यस्तो। नेपालभरिबाट मान्छे लानुपर्ने सपोर्टै छैन। केन्यामा लिएर जानुभयो, केन्या भन्ने देशमा पास्टर भाजेन्द्र सिंहलाई। केन्याको क्रुसेडलाई हेर्नुहोस्, मान्छेहरू त्यहाँ 17 देखि 20 लाखसम्म, 10 लाखदेखि माथि नै थिए मान्छेहरू, 20 लाख भन्ने कुरा छ। त्यति मानिसहरू उत्रिए। नेपालमा पनि त्यस्तो हुनुपर्ने, तर क्षमता नै छैन नेपाली मण्डलीहरूको, कमजोर आयोजकहरू छ। जस्तै पारि उहाँ नेपालमा दिक्क भएर म कहिले आउने छैन भनेर जानुहुन्छ, त्यस्तो लागिरहेको छ। अलि बृहत बनाएर, अलि एकदमै राम्रो प्रकारको आयोजक टिमहरू बनाएर गर्नुपर्ने। सेक्युरिटी नै उहाँको चर्चमै सेक्युरिटीहरू पुरा AK-47सँग, किनभने मान्छे त्यो भिडलाई भन्दा प्रोफेटलाई धेरै एट्याक गर्छ, मान्छेले सिधै मार्न खोज्छ, त्यही भएर त्यो सुरक्षा चाहिन्छ। प्रभु येशू आउँदा पनि उहाँ स्वर्गदूत र तरबाल भिरेको स्वर्गदूतहरूसँग आउनुहुन्छ, एक्लै आउनुहुन्न। कहिले कहिले उहाँ चाहिँ त्यस्तो प्रकारको स्वभाव छ, स्वर्गदूतहरूको बिचमा आउनुहुन्छ। उहाँ कहिले कहिले पृथ्वीमा आउनुभयो भने शक्तिशाली होइन स्वर्गदूतहरूसँग आउनुहुन्छ। नेपालमा उहाँलाई ल्याउने कुरा त भइरहेको छ है, तर नेपाल सरकारले र नेपाली मण्डलीहरूले उहाँको सेक्युरिटी
उहाँको मलाई त त्यो चिन्ता लाग्छ पास्टर जोन अनुसेकीलाई इन्डिया ल्याउँदा होइन म रोन सकेको थिएँ नि यस्तो प्रकारले त्यहाँनिर त्यहाँको आयोजित त्यहाँको चर्चको मान्छेहरूले त्यहाँको त्यो चाहिँ म्यानेजमेन्ट गर्न नसकेको देख्दा मेरो मन चाहिँ एकदमै रोएको थियो पास्टर जोन अनुसेकीलाई भेट्न जाँदाखेरि त्यही हालत नेपालमा हुने हो कि भन्ने डर होइन तर पनि खैर परमेश्वरको दास आउँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ होइन म त एकदम सपोर्ट गर्ने मान्छे हो परमेश्वरको प्रभु येशूको नाउँमा उहाँले प्रचार गर्नुहुन्छ मिराकल हुन्छ अनि उहाँले पैसा माग्नुहुन्छ उहाँको लाख करोडौँ मानिसहरूलाई प्रचार गर्नको लागि उहाँ ठाउँ ठाउँमा जानुहुन्छ अनि त्यसको लागि त पैसा चाहिन्छ एउटा कार्यक्रममा उहाँको करोडौँ खर्च हुन्छ 17 देखि 18 करोडसम्म खर्च हुने कुराहरू छ त्यसको लागि त पैसा माग्नुहुन्छ नि उहाँले काम पनि गर्नुभएको छ केन्या पुरा अफ्रिका हल्लाएर आउनुभयो अस्ति यो बुझ्दैन नेपालको मान्छेहरूले पैसा माग्यो कहाँबाट गर्ने कार्यक्रम उहाँको आफ्नो सम्पत्ति बेचेर पनि सकिँदैन त्यति ठुलो हामीले त्यति कार्यक्रम गर्नु पर्यो भने सकिँदैन करोडौँ खर्च हुन्छ लाखौँ खर्च हुन्छ सो हामी प्रार्थनामा तयार हौँ म आउनुहुन्छ ठिक छ कतिपय जानुहोस् तर अब नयाँहरूलाई उत्साह दिनुहोस् बिमारीहरूलाई पठाउनुहोस् त्यहाँनिर तपाईँ कतिजना चाहिँ तपाईँले होइन म पनि जानुपर्छ भन्ने छ भने जानुहोस् केही छैन ब्लेसिङहरू लिनुहोस् हालेलुया सो आजलाई टिचिङ म यति नै राख्न चाहन्छु सो आजको टिचिङ तपाईँले आशिषित हुनुभयो भने तपाईँले हामीलाई पनि ब्लेस गर्न सक्नुहुन्छ हाम्रो मूल्यलाई कदर गरेर कतिजनाले हिजोको टिचिङबाट हामीलाई फटाफट अफरिङ दिइराख्नु भएको थियो हिजोको अफरिङमा म एकदमै आशिषित भएँ जुन चाहिँ के मृतकहरू हामीसँग देखिन सक्छन् वा बोल्न सक्छन् भन्ने विषयमा हिजो चाहिँ प्रचार भएको थियो सो टिचिङबाट धेरैजना लाभान्वित हुनुभयो र आउनुहोस् अन्तिम प्रार्थनामा भोलि जुम नआउन सक्छ आज फिक्स भएन भने म फेसबुकमा आएर तपाईँहरूको लागि प्रार्थना गर्नेछु र भोलिदेखि हाम्रो फास्टिङ पनि सुरु हुन्छ 3 दिनको फास्टिङ म कुनै पनि जुममा नभए पनि फेसबुकमा आएर